Hello everyone, welcome to this video. मेरो नाम चाहिँ मिराज देव भण्डारी। सो आजको यस भिडियोमा चाहिँ म हजुरहरूलाई लिनियर रिग्रेसनको बारेमा चाहिँ बुझाउँछु है त। कस्तो खालको मेसिन लर्निङ मोडल हो, यसको थ्रुबाट हामीले कसरी प्रिडिक्सन गर्छौँ होइन, म्याथमेटिक्स के छ यसको, अनि यसलाई चाहिँ मैले ग्राफमा पनि देखाउँछु कसरी काम गर्छ है। सो सबै कुराहरू हामीले बुझ्छौँ है। सो भिडियो सुरु गर्नुभन्दा अगाडि चाहिँ म हजुरहरूलाई पहिला चाहिँ एउटा डेटा सेटको बारेमा चाहिँ देखाउँछु है त। मसँग एउटा डेटा सेट छ जुन चाहिँ लेफ्ट साइडमा मैले राखेको छु है। पहिला सुरु यो सरल बुझौँ है, त्यसपछि हामी एक्चुअल मोडलमा जाउँला। सो यो डेटामा चाहिँ दुईवटा कुरा छ है, एउटा एक्सपिरियन्स अनि अर्को स्यालेरी। यसलाई मैले फिचर पनि भन्छु है, किनभने अब एक्सपिरियन्सको आधारबाट मैले स्यालेरी प्रिडिक्ट गर्छु। स्यालेरीलाई मैले टार्गेट भने त्यही भएर है। अब डेटा बुझ्नु पऱ्यो है। 1 वर्ष एक्सपिरियन्स भएको मान्छेको स्यालेरी 35,000 छ। 2 वर्ष एक्सपिरियन्स भएको मान्छेको स्यालेरी 40,000 छ। 3 वर्ष एक्सपिरियन्स भएको मान्छेको स्यालेरी 45,000 छ है। त्यसै गरी 10 वर्ष एक्सपिरियन्स भएको मान्छेको स्यालेरी 80,000 छ। अब मैले यो भन्न सक्नु पऱ्यो कि 11 वर्ष एक्सपिरियन्स भएको मान्छेको स्यालेरी कति होला, यो कुरा चाहिँ मैले प्रिडिक्सन गर्नु पर्यो। अब यो चाहिँ मैले लिनियर रिग्रेसन मोडलको थ्रुबाट चाहिँ गर्छु है त। लिनियर रिग्रेसन मोडलले चाहिँ यो भ्यालु, यसको भ्यालु चाहिँ कसरी प्रिडिक्सन गर्छ त्यो कुरा हेर्छौँ है त। लिनियर रिग्रेसन मोडलबाट अब मैले के पत्ता लगाउनु पऱ्यो भन्दा, कोही मान्छे 11 वर्षसम्म काम गर्छ भने उसको स्यालेरी कति हुनुपर्छ त्यो कुरा चाहिँ मैले पत्ता लगाउनु पर्छ है, पर्यो। सो हामी त्यही नै हेर्छौँ यो भिडियोमा है। अब मैले फर्स्ट काम के गर्छु भने, अब चाहिँ हामी मेसिन लर्निङ मोडलतिर जाऊँ है, हामीले डेटा बुझ्यौँ। अब मैले के गर्छु भने यो कुरालाई चाहिँ मैले प्लट गरिदिन्छु है। मेरो नम्बर अफ एक्सपिरियन्स मैले एक्स एक्सिसमा बनाएँ भने मेरो स्यालेरी चाहिँ मैले वाइ एक्सिसमा बनाउँछु है। अब मैले सिम्पल यो कुरालाई चाहिँ एक्स एक्सिस र वाइ एक्सिसमा चाहिँ राख्थेँ है। सो मेरो नम्बर अफ एक्सपिरियन्स एक्स एक्सिसमा छ भने मेरो वाइ एक्सिसमा के छ, स्यालेरी छ। यो दुइटा कुराहरू छ है। अब मैले यो कुरालाई प्लट गर्नुपर्छ हेर्नु है। मेरो वान नम्बर अफ एक्सपिरियन्स 1 हुँदा भ्यालु कति 35 थियो, त्यही भएर मेरो 1 हुँदा भ्यालु 35 छ, त्यही भएर मैले 35 निकालेर प्लट गरेँ यहाँनिर है। त्यसै गरी नम्बर अफ एक्सपिरियन्स 2 हुँदा मेरो भ्यालु कति छ, 40 छ, त्यही भएर मैले 40 को सिधा प्लट गरेँ। त्यसै गरी नम्बर अफ एक्सपिरियन्स 3 हुँदा भ्यालु कति छ, 45 छ, त्यही भएर यसरी प्लट गरेँ। त्यसै गरी नम्बर अफ एक्सपिरियन्स 4 हुँदा भ्यालु कति छ, 50 छ है। नम्बर अफ एक्सपिरियन्स 4 हुँदा मेरो भ्यालु 50 छ, त्यसै गरी यहाँ गएर प्लट गरेँ। नम्बर अफ एक्सपिरियन्स 5 हुँदा 55 छ, नम्बर अफ एक्सपिरियन्स 5 हुँदा कति छ, 55 छ भने सिधा यहाँनिर गएर प्लट गर्नु पऱ्यो। त्यसै गरी मैले सर र यो सबै कुरा प्लट गरेँ। नम्बर अफ एक्सपिरियन्स 10 हुँदा कति छ, 80 छ, त्यही भएर मैले 80 को सिधा यहाँनिर गएर चाहिँ यो पोइन्टलाई चाहिँ प्लट गरेँ। सो अहिलेसम्म मैले के गरेँ, मसँग दुईवटा भ्यालु थियो है, एक्सपिरियन्स र स्यालेरीको। अब त्यो भ्यालुहरूलाई चाहिँ मैले ग्राफमा चाहिँ प्लट गरेँ। सिम्पल, केही पनि गरेको छैन अरू है त। यहाँसम्म बुझ्नु पऱ्यो। लिनियर रिग्रेसनमा के हुन्छ, मसँग भ्यालु हुन्छ, त्यो भ्यालु चाहिँ मैले प्लट गर्छु मजाले। अब मैले अघि त के गरेँ भन्दाखेरि यो कुराहरूलाई चाहिँ मैले सिम्पल प्लट गरिदिएँ है। मेरो यो जुन जुन डेटाहरू थियो एक्स र वाइ एक्स र वाइ एक्स र वाइ यसरी पोइन्ट 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 बनाएर मैले प्लट गरिदिएँ। अब मेरो नेक्स्ट स्टेप के हुन्छ त है, अलिकति मैले यहाँ चेन्ज गरेको छु है। मैले 1 2 3 4 भनेर लेखेँ है त। एकको भ्यालु 1 युनिटको भ्यालु 10 के हो है। सो यो 1 भनेको 10 के हो, 2 भनेको 20 के हो, 3 भनेको 30 के हो है। यसलाई चाहिँ मैले अलिकति सजिलो बनाउनको लागि यहाँ लेखिदिएको छु है। अब मैले के गर्छु भन्दाखेरि लिनियर रिग्रेसनमा चाहिँ मैले एउटा लाइन पत्ता लगाउनु पर्ने हुन्छ है। त्यो लाइनको थ्रुबाट चाहिँ मैले भ्यालु पत्ता लगाउँछु है। मैले अघि हजुरलाई के सोधेको थिएँ, 11 वर्ष कोही मान्छे काम गर्छ भने उसको स्यालेरी कति होला त, यो कुरा चाहिँ हामीले पत्ता लगाउनु पर्ने थियो नि त अघि, न हो कि होइन। अब यो कुरा नै हामी हेर्छौँ है त। अब सेम त्यही प्लट नै हो। अब मैले यही प्लटलाई नै यतापट्टि सारेँ है। मसँग डेटा पनि छ। 1 वर्षको 35, 2 वर्षको 40, 3 वर्षको 45, 4 वर्षको 50 डेटा छ।
यो डेटाहरू भनेको यही हो, डेटालाई मैले यसरी प्लट गर्दा हो यहाँनिर सर र यहाँ सबैले बुझ्नु भएको छ है। अब मैले के गर्छु भने लिनियर रिग्रेसनमा चाहिँ मैले के गर्नुपर्छ भने एउटा लाइन चाहिँ मैले ड्र गर्नुपर्छ है। अब यो लाइन जहाँबाट नि हुनसक्छ, यहाँबाट नि हुनसक्छ, अर यहाँबाट नि हुनसक्छ है, यस्तो पनि हुनसक्छ, यस्तो पनि हुनसक्छ, जस्तो पनि हुनसक्छ लाइन। मैले एउटा लाइन ड्र गर्नु पर्यो। कस्तो खालको लाइन ड्र गर्नु पर्यो भन्दाखेरि एउटा स्ट्रेट लाइन ड्र गर्नु पर्यो जुन चाहिँ मेरो पोइन्टको नजिकबाट जाओस् है, नजिकबाट गएको हुनु पर्यो त्यो। अब जस्तै कि मैले अर्को कलर चुज गरेँ है, मेरो लाइनको नजिकबाट जानु पर्यो भनेपछि अब यो लाइन चुज गर्दा बेटर होला नि त है। यो लाइन त के भएको छ, ट्याक्कै झन् छोरै गइदिएको छ, नजिकबाट पनि होइन, नजिकबाट मात्र होइन, छोएर नै गएको छ। सो यो लाइन चाहिँ चुज गरेँ मैले। ल, लिनियर रिग्रेसनमा मैले एउटा लाइन चुज गर्छु है त, मेरो डेटा पोइन्टहरूको नजिकबाट जाने एउटा लाइनलाई चाहिँ मैले बनाउँछु। सो मैले एउटा लाइन बनाएँ। अब यो लाइनको थ्रुबाट यो लाइनलाई मैले जति उता लान मिल्यो है, यो लाइनको थ्रुबाट अब मैले के कुरा पत्ता लगाउँछु भन्दाखेरि 11 वर्ष काम गरेको मान्छेको स्यालेरी कति हुन्छ त्यो कुरा पत्ता लगाउँछु। अब अघि नै के भएको थियो हेर्नु त, अघि नैकै लाइन हो नि त यो। 1 वर्ष कोही मान्छे काम गर्छ भने उसको स्यालेरी यो 3 भनेको 30 है, त्यो बिचमा पऱ्यो भने चाहिँ 35,000। 2 वर्ष कोही मान्छे काम गर्छ भने उसको स्यालेरी 40,000 थियो। 3 वर्ष कोही मान्छे काम गर्छ भनेदेखि त्यसको स्यालेरी कति थियो, 3 वर्षको 45,000। अब हेर्नु त, यहाँनिर 11 वर्ष कोही मान्छे काम गर्छ भने मैले सिधै यो लाइनबाट टक्कै लाइनमा ठोक्काइदिएर यसरी यता साइडमा हेऱ्यो भने त थाहा पाउँछु नि त मैले, कोही मान्छे 11 वर्ष काम गर्दो रहेछ भने यसको स्यालेरी कति हुँदो रहेछ, 90,000 हुँदो रहेछ। सो यो केबाट थाहा भयो, लाइनबाट थाहा भयो है। सो लिनियर रिग्रेसनमा मैले के थाहा पाउनु पऱ्यो, मैले एउटा चाहिँ लाइन बनाउनु पऱ्यो, ओके न। यहाँबाट मैले लाइन बनाएँ। अब यो लाइनको थ्रुबाट ठ्याक्क मैले यसरी 11 वर्ष टक्क यहाँनिर लाइनमा ठोक्काइदिएँ, अनि यताबाट वाइ एक्सिसमा हेर्दाखेरि के भ्यालु देखेँ, 90, 9देखि 90,000 भनेपछि अब 11 वर्ष काम गरेको मान्छेको 90 हुँदो रहेछ। त्यसै गरी 12को के हुन्थ्यो होला त, फेरि यहाँ 12 राख्थेँ मैले है। टक्क यहाँबाट सर माथि बनाउँथ्यो, लाइनमा ठोक्थ्यो, लाइन ठोकेर यता लेफ्ट साइडमा हेर्दाखेरि कति आउँथ्यो, 95 आउँथ्यो है। त यसरी चाहिँ मेरो लाइनले चाहिँ मेरो भ्यालु चाहिँ प्रिडिक्सन गर्न सक्छ। त्यो चाहिँ केमा हुन्छ, लिनियर रिग्रेसनमा हुन्छ। सो मेरो काम भनेको के हो, एउटा बेस्ट लाइन निकाल्नु हो। अब यसमा पनि एउटा कुरा बुझ्नुपर्छ हामीले है, यो लाइन त मैले टक्कै यहाँबाट बनाएँ, मेरो भ्यालु करेक्ट आयो एकदमै है। अब मैले के गर्छु भने लाइन त बनाइयो होइन, अब लाइन त बनाइयो। अब जस्तो कि मैले लाइन यस्तो बनाएँ अरे, ल सपोज लाइन यस्तो बनाइदिएँ अरे, मैले लिनियर रिग्रेसनमा के भनेको छ, लाइन बनाउँछौँ, लाइनको थ्रुबाट भ्यालु पत्ता लगाउँछौँ भनेको छौँ नि त। अब मैले यस्तो लाइन बनाइदिएँ, यस्तो लाइन बनाएर कि मेरो भ्यालु राइट आउँछ त, हेरौँ है त। अब मैले यस्तो लाइन बनाइदिएँ अनि पत्ता लगाउन खोजेँ त, 11 वर्ष काम गरेको मान्छेको स्यालेरी यहाँ ठोक्यो, साइडमा गएर हेर्दा त कति रहेछ, 58,000 रहेछ। अब यो मिलेन है। अब किन मिलेन भन्दै, अब हाम्रो रियल डेटामा नि के थियो, रियल डेटामा हेर्नु त 1 वर्षको काम गरेको मान्छेको स्यालेरी 35,000 हुनुपर्ने थियो। यो लाइनले के भन्छ त, 1 वर्षको काम गरेको मान्छे यो यहाँ लाइनमा ठोक्यो, साइडमा हेर्दा त जम्मा 8,000 छ। यो त होइन नि त नि, यो लाइन हेर्नु त, मैले यसको नजिकबाट गएको भएर पो मिलाएको थिएँ, यो पोइन्टहरूको टाढाबाट बनाइदिएपछि त यो लाइनले त अर्कै अर्कै भ्यालु दिन थाल्यो। अब हेर्नु, 2 वर्ष एक्सपिरियन्स भएको मान्छेको स्यालेरी 40,000 भनेर हाम्रो डेटाले दिएको थियो है, रियल डेटा, ग्राउन्ड ट्रुथ पनि भन्छ। यो डेटामा यो थियो, हाम्रो ट्रेनिङ डेटामा। अब यहाँनिर मैले यो हावा लाइन बनाइदिएको थिएँ मैले है। यो लाइनले के भन्छ भने 2 वर्ष एक्सपिरियन्स भएको मान्छेको स्यालेरी मैले हेऱ्यो भने त यहाँ गयो, अब हेर्नु त 18,000 जति आयो। यो त एकदमै रङ हो नि त, 40,000 हुनुपर्ने हो। त्यही भएर चाहिँ मेरो लाइन चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ यसमा है। सो लाइन कहाँबाट गएको छ त्यो कुरा बुझ्नु पऱ्यो। लिनियर रिग्रेसन कहिले काम गर्छ, जब चाहिँ मेरो लाइन चाहिँ क्लोजेस्ट हुनु पऱ्यो मेरो ट्रेनिङ पोइन्ट्सहरूसँग। यो मेरो ट्रेनिङ हो नि त, यो मेरो रियल डेटा हो नि त, रियल डेटालाई हाम्रो ट्रेनिङ पनि भन्छौँ है।
चाहिँ रियल डेटाको नजिकबाट गयो भने मात्र मिल्छ क्या। होइन त अब मिल्थ्यो होला नि त होइन। अब 11 वर्षको मान्छे काम गर्छ भने त्यसको स्यालेरी कति हुन्छ, 85-90 हुन्छ है। अब मिल्न खोज्यो नि त होइन। सो यसरी चाहिँ मैले लाइन बनाउनु पऱ्यो। मैले लाइन चाहिँ जस्तो पाएँ त्यस्तै बनाएँ भने चाहिँ मेरो प्रिडिक्सन गल्त त आउनसक्छ। सो मेरो टार्गेट के हुनु पऱ्यो, मेरो जुन चाहिँ ट्रेनिङमा भएको डेटाहरू छ त्यसको नजिकबाट मैले लाइन तान्नु पऱ्यो। सो मेसिन लर्निङ लिनियर रिग्रेसनमा चाहिँ मैले एउटा लाइन बनाउँछु जुन चाहिँ मेरो ट्रेनिङ डेटाहरूको नजिकबाट हुन्छ है। अनि त्यही लाइनबाट चाहिँ मैले फर्दर अरू भ्यालुहरूको अरू मेरो एक्सको भ्यालुको चाहिँ एक्सको भ्यालु राखेर चाहिँ मैले वाइ चाहिँ प्रिडिक्सन गर्छु है त है। अब मैले के गर्छु, नम्बर अफ एक्सपिरियन्स यहाँनिर थप्छु, सिधा हेर्छु, लाइनसम्म चाहिँ धर्को तान्छु, त्यसपछि लेफ्ट साइडमा हेर्छु, जति भ्यालु आयो त्यही नै भ्यालु मेरो एन्सर हो। र यो चाहिँ मेरो लिनियर रिग्रेसनको फाउन्डेसन हो। मैले एउटा लाइन ड्र गर्नु पऱ्यो है। यहाँसम्म सबैजनाले बुझ्नु भएको छ होला। लाइन त हामीले बुझ्यौँ है। त्यो लिनियर रिग्रेसनमा हामीले लाइन बनाउनु पर्ने रहेछ जुन चाहिँ मेरो डेटा पोइन्ट्स, मेरो ट्रेनिङ डेटा पोइन्ट्सको नजिकबाट जानु पर्यो है। मैले त्यस्तो खालको लाइन चाहिँ बनाउनु पर्ने रहेछ। अब लाइनको बारेमा बुझौँ है। लाइन कसरी बन्छ, लाइनको इक्वेसन हुन्छ एउटा है। सो म्याथमेटिक्समा पनि हामी जाँदैछौँ है। सो लाइनको इक्वेसन हो वाइ इजकल टु एमएक्स प्लस बी। यो चाहिँ जब मसँग एउटा मात्र फिचर हुन्छ, एउटा मात्र कलम हुन्छ, त्यो बेला चाहिँ मेरो लाइनको इक्वेसन यस्तो हुँदो रहेछ है। अब यहाँनिर दुईवटा कुरा आउँछ, एउटा यम अनि बी। एक्स भने त थाहा छँदैछ, एक्स भने नम्बर अफ एक्सपिरियन्स हो है। सो यो एक्स भनेको मेरो नम्बर अफ एक्सपिरियन्स हो, हजुरलाई थाहा छ। वाइ भनेको के हो, वाइ भनेको मेरो स्यालेरी हो। सो एक्स हालेर मैले वाइ निकालिरहेको थिएँ होइन है। यहाँनिर मैले एक्स हाल्दै वाइ निकालिरहेको थिएँ। अब रियलमा कसरी हुन्छ म्याथमेटिक्सबाट है, यो त मैले तपाईँलाई ग्राफमा देखाएँ। अब म्याथमेटिकली कसरी हुन्छ यो कुरा बुझौँ। मैले एक्स हाल्छु, वाइ कसरी निस्किन्छ, यो कुरा चाहिँ बुझ्नु पऱ्यो। सो यहाँनिर दुईवटा कुराहरू पनि छ, यम र बी है। सो यम र बी भनेको के हो त्यो बुझ्नु पऱ्यो। सो यम भनेको स्लोप हो भने बी भनेको इन्टरसेप्ट हो। यो कुरा हामी बुझि नै हाल्छौँ है। यसलाई चाहिँ हामीले वेट्स पनि भन्दो रहेछौँ। यसलाई हामी वेट्स भन्छौँ किनभने पछि हामीले जब डिप लर्निङहरू पढ्छौँ है, त्यो कुराहरूमा नि वेट्स भन्ने हुन्छ, बायस भन्ने हुन्छ, डिफ्रेन्ट कुराहरू आउँछ है। त्यही भएर यसलाई हामीले के भन्छौँ, वेट्स भन्छौँ। यो कुरा बुझ्नु। अब अहिले धेरै कुरा गर्नुभन्दा पनि लिनियर रिग्रेसनमा फोकस गरौँ है। अब मसँग एउटा लाइन छ, अब यो लाइन कसरी बन्छ त्यो कुरा बुझ्नु। सो लाइन बन्नको लागि यम र बीको एकदमै मेजर रोल हुन्छ। यम र बी, यम भनेको के हो, स्लोप हो। यम भनेको स्लोप हो है त। यमले मेरो लाइन चाहिँ कस्तो हुनुपर्छ, कता ढल्किन्छ, चाहिँ एक्स एक्सिसबाट कता ढल्किने है, त्यो कुरा चाहिँ दिन्छ। जस्तै कि मेरो यमको भ्यालु चाहिँ 1 छ भने मेरो यस्तो हुन्छ लाइन, 45 डिग्री बनाउँछ। मेरो एमको भ्यालु चाहिँ 0 भयो भने यस्तो बनाउँछ है। सो मेरो लाइन कतापट्टि, एक्स एक्सिसबाट कति एङ्गल बनाउने है, एक्स एक्सिसबाट कति एङ्गल बनाउने, लाइन सुताउने कि उठाउने, कता कसरी घुमाउने कुरा, कसरी रोटेट गर्ने, यो कुरा चाहिँ मेरो यमको भ्यालुले दिन्छ भने बीको भ्यालुले के दिन्छ, मेरो लाइन चाहिँ एक्स एक्सिसमा कहाँनिर बस्छ। जस्तै बीको भ्यालु 1 भयो भने यहाँ बस्छ, बीको भ्यालु 2 भने यहाँ बस्छ, 3 भने यहाँ बस्छ, 4 भयो भने यहाँ बस्छ, 5 भयो भने यहाँ बस्छ, 6 भने यहाँ बस्छ। मसँग यो दुईवटा भ्यालुले त मैले लाइन जानै राख्न सकेँ नि त। मैले यमको भ्यालु चेन्ज गरेँ भने मैले यति उठाउनु पर्ला अरे त। अब आफै सोच्नु है त। मसँग लिनियर रिग्रेसनको मैले लिनियर रिग्रेसन चाहिँ युज गर्नुपर्ने छ अरे। यो चाहिँ मेरो रियल डेटा हो अरे। अब मैले के भनेको थिएँ, लिनियर रिग्रेसनमा चाहिँ मैले के गर्नुपर्छ भने बेस लाइन बनाउनुपर्छ। अब तपाईँले यम र बी चलाएर चाहिँ यो लाइनमा राख्नु पऱ्यो। अब मैले बीको भ्यालु कति राख्नु पर्ला त यो लाइनमा आउनलाई, बीको भ्यालु त यहाँ 0मा राखेर हुन्छ त हुँदैन नि त। बी त मैले आई थिङ्क 3 बनाउँदा अथवा 2 बनाउँदा बेटर होला नि त, अथवा 2.5 बनाउँदा बेटर होला बीको भ्यालु है। त्यसै गरी यमलाई पनि मैले अब 1 2 3 यसरी चेन्ज गरेर, यसरी तलमाथि चेन्ज गरेर चाहिँ यसरी राख्छु। सो मसँग यो लाइन बनाउनको, पर्फेक्ट लाइन बनाउनलाई चाहिँ कि मैले यसरी तलमाथि गर्नु पऱ्यो होइन, कि मैले यसरी रोटेट गर्नु पऱ्यो। मसँग दुईवटा अप्सन हुन्छ, कि तलमाथि कि रोटेट। सो यो रोटेट र तलमाथि नै बी र यमले दिन्छ।
है। अब यो यम भनेको स्लोप हो, बी भनेको इन्टरसेप्ट हो। स्लोप भनेको एक्स एक्सिसबाट कतिको एङ्गल बनाउने, एक्स एक्सिसबाट कसरी रोटेट गर्ने कुरा चाहिँ यमले दिन्छ मेरो। अब एक्स एक्सिसबाट यतिको एङ्गल बनाउनु पऱ्यो, बी भनेको चाहिँ यहाँ 0 1 2 3 आएर बस्नु पऱ्यो। अब यो गर्दा मेरो बेस लाइन आयो नि त है। अब यो भ्यालुमा तपाईँले यम र बीको भ्यालु गलत राखिदिनु भयो भने गलत आउँछ। जस्तै बीको भ्यालु मैले 0 राखिदिन्छु है त, बीको भ्यालु 0 राख्थ्यो भने यहाँ आयो हेर्नु त, बीको भ्यालु एउटा रङ भइदियो नि त। मैले बीको भ्यालु एउटा रङ राख्दाले हेर्नु त अब मेरो प्रिडिक्सनै गलत आउनसक्छ क्या है। अब यस्तो लाइनले के प्रिडिक्ट गर्छ भने 1 वर्ष काम गरेको मान्छेको स्यालेरी हेर्ने हो भने यहाँनिर 11,000 छ, तर हाम्रो रियल डेटामा के थियो, 1 वर्ष काम गरेको मान्छेको स्यालेरी त, रियल डेटा त यो हो नि त, रियल डेटा हो नि त। 1 वर्ष काम गरेको मान्छेको स्यालेरी त 35,000 हुनुपर्ने थियो, तर यो लाइन गलत भएर 11,000 भयो। त्यही भएर लाइन खेलाउने, लाइन बनाउने काम चाहिँ मेरो यम र मेरो बीले गर्छ है। यमले चाहिँ कता रोटेट गर्ने भने बीले चाहिँ अप एन्ड डाउन, यो चाहिँ अप एन्ड डाउन गराउँछ भने एक्स एक्सिसको लाइनमा यसले चाहिँ रोटेट गराउँछ, कता घुमाउने होइन, यता घुमाउने कि उता घुमाउने कि यसले चाहिँ तल गर्ने कि माथि गर्ने, यो कुरा चाहिँ मेरो एम र बीले गर्छ। सो यो किन बुझ्नुपर्छ भने पछि हामीले यम र बीको भ्यालु नै फाइन गर्छौँ क्या। अब मैले मेरो काम भनेको यस्तो खालको यम र बी निकाल्नु हो जसमा राख्दा चाहिँ मेरो लाइन चाहिँ स्ट्रेट आउनु पऱ्यो। अब यदि हेर्नु त मेरो लाइन चाहिँ यदि मैले चाहिँ बीको भ्यालु राम्रो चुज गरे भए है, यहाँनिर यहाँनिर मैले बीको भ्यालु चाहिँ यदि मैले 3 अथवा 2.5 चुज गरेर भए हेर्नु त मेरो स्ट्रेट जान्थ्यो नि त, मेरो प्रिडिक्सन पनि हेर्नु त एक्युरेट हुन्थ्यो। अब यस्तो भइदियो भए मेरो 1 वर्ष काम गरेको मान्छेको स्यालेरी पनि 35,000 आउँथ्यो, एकदमै मिलिरहेको थियो नि त अघि नै छैन। बीको भ्यालु मैले राम्रो चुज गर्नाले है, एमको भ्यालु पनि राम्रो चुज गर्नाले। अब यमै मैले हावा राखिदिएँ, जस्तै कि एमको भ्यालु मैले 0 राखिदिएँ, एमको भ्यालु नै मैले 0 चुज गरिदिएँ भने अब मेरो लाइन कस्तो भन्छ थाहा छ, मेरो लाइन चाहिँ यस्तो भन्छ, स्ट्रेट भन्छ एक्स एक्सिससँगको। अब हेर्नु त, अब त झन् एकदमै खत्तम आयो नि त यो है। अब मैले प्रिडिक्सन गर्दा के हुन्छ, 1 वर्ष काम गरेको मान्छेको स्यालेरी कति छ, 28 छ, 2 वर्षको पनि 28 छ, 3 वर्षको पनि 28 छ, 10 वर्ष काम गरेको मान्छेको स्यालेरी पनि 28 छ। अब यो त एकदम स्ट्याटिक भयो नि त भ्यालु है, यो त एकदमै रङ भयो। सो यम र बीको भ्यालु चाहिँ हामीले एकदमै राइट चुज गर्नुपर्ने हुन्छ। सो यम र बीले नै मेरो लाइन कस्तो बन्छ भन्ने कुरा चाहिँ थाहा हुन्छ है त। सो यो चाहिँ एम र बीको कुरा हो। अब हामी फर्दर एमलाई कसरी क्यालकुलेट गर्न सक्छौँ, बीलाई कसरी क्यालकुलेट गर्न सक्छौँ अझै डेफमा बुझ्छौँ, त्यसपछि मात्र अझै धेरै कुराहरू छ है। यो कसरी चाहिँ एक्चुअली साइकिट लर्नमा अथवा कुनै मेसिन लर्निङ लाइब्रेरीहरूमा कसरी काम गर्छ त्यो कुराहरू पनि बुझ्छौँ हामी। अब हामीले यम र बीको कुरा बुझ्यौँ होइन। सो यम र बी चाहिँ एकदमै इम्पोर्टेन्ट रोल प्ले गर्छ हाम्रो लाइनको डिरेक्सनको लागि है। सो मैले मेरो डेटा पोइन्टको नजिकैबाट लाइन लानुपर्छ भने मैले यम र बीको चाहिँ एकदमै एप्रोप्रिएट भ्यालु चुज गर्नुपर्छ। यदि गलत भ्यालु चुज गरेँ भने मेरो लाइन चाहिँ गलत बन्छ अनि मेरो प्रेडिक्सन पनि रङ हुन्छ। यो कुरा बुझ्नु पऱ्यो है। अब यो लाइन कसरी बन्छ त्यो कुरा हेरौँ है त। सो त्यही नै पोइन्ट हो, नम्बर अफ एक्सपिरियन्स त्यही छ, स्यालेरी त्यही छ। मैले हजुरलाई के भनेको थिएँ भने लाइनको इक्वेसन हुन्छ हामीसँग एउटा, वाइ इक्वल टु एमएक्स प्लस बी। एक्स भनेको के हो, नम्बर अफ एक्सपिरियन्स, किनभने मसँग अहिले एउटा कलम छ। यदि मसँग अरू कलम छ भने वाइ इक्वल टु यम वान एक्स वान प्लस यम टू एक्स टू हुँदै जान्थ्यो है। अब त्यो पनि आउँछ, अहिले हामी सिम्पल लिनियर रिग्रेसन गर्छौँ, त्यसलाई चाहिँ हामीले मल्टिपल लिनियर रिग्रेसन पनि भन्न सक्छौँ है। अब मैले यो कुरालाई चाहिँ बुझाउँछु है। अब मैले एउटा लाइन बनाउनु पऱ्यो, लाइन कसरी बन्छ म्याथमेटिकली हेरौँ। अब मैले अहिलेको लागि के गर्छु, मैले यम चाहिँ 1 भनेर चुज गरेँ अरे, बी चाहिँ मैले 0 भनेर चुज गरेँ अरे, यसरी मैले एउटा ऱ्यान्डम भ्यालु चुज गरेँ। अब एम इक्वल टु 1, बी इक्वल टु 0। अब यो पोइन्टहरू राखेर मैले लाइन बनाउनु पऱ्यो, कस्तो खालको लाइन बन्छ। सो हेर्नु त यही इक्वेसनमा अब मैले अब यही इक्वेसन हेरौँ त, यमको ठाउँमा मैले 1 राख्थेँ भने बीको ठाउँमा मैले 0 राख्थेँ, त्यही भएर मेरो इक्वेसन कस्तो भयो, वाइ इक्वल टु 1x प्लस 0 इक्वेसन भयो है। अब मैले के गर्छु भने नि टर्न बाई टर्न हेर्नु है। अब मैले क्यालकुलेट गर्छु है। अब कसरी क्यालकुलेट गर्ने, यो मेरो इक्वेसन छ। अब मैले यक्स छ नि त, 1 2 3 4 5 6 7 8 9 10, यसलाई चाहिँ मैले यता राख्थेँ, 1 2 3 4 5 6 7 7सम्म मात्र गरेर छ अहिले है देखाउनको लागि। सो यो मेरो एक्स भयो। अब मसँग वाइ छैन अहिले है, यो वाइ चाहिँ अहिले बिर्सिदिनु, वाइ मसँग छैन, यिनीहरू केही पनि छैन।
मेरो कामै वाइ पत्ता लगाउने हो क्या अब अहिले। यो मसँग छैन है, मसँग छैन। यो मैले अलरेडी लेखेर राखेको थिएँ है, त्यो मसँग छैन। अब मैले यो एक्स राखेर वाइ पत्ता लगाउनु पऱ्यो क्या है। मैले लाइन बनाइरहेको छु, लाइन कसरी बनाउने है, यम र बी मैले 1 र 0 राखेँ। अब मैले इक्वेसन अफ लाइन भनेको थिएँ, अब यो लाइन मैले बनाइरहेको छु। कस्तो लाइन हुन्छ त, यम र बी राख्दा कस्तो लाइन बन्छ त्यो हेरिरहेको छौँ हामीले। अब हेरौँ, अब मैले सुरु मेरो 1 को भ्यालु लिएँ, एक्स 1 हुँदा वाइको भ्यालु पत्ता लगाउँछु है। एक्स 1 हुँदा वाइको भ्यालु के हुँदो रहेछ हेरौँ त। यो इक्वेसनमा राख्नु पऱ्यो, सिम्पल है, केही गर्नु पर्दैन। अब 1 मेरो एक्स कति छ, 1 छ, 1 इन्टु 1 प्लस 0 भनेको 1 नै आउँदो रहेछ। अब 2 राखौँ यो इक्वेसनमा, 1 इन्टु एक्स कति छ, 2, 2 प्लस 0 भनेको 2 नै आयो है। 3 राखौँ, 1 इन्टु केमा राख्नु पऱ्यो, यो एक्समा राख्नु पऱ्यो है। 1 इन्टु एक्सको ठाउँमा के छ, 3 छ, प्लस 0 भनेको 3 नै भयो। 4 राख्नु पऱ्यो, 1 इन्टु 4 प्लस 0 भनेको 4 नै भयो। त्यसै गरी मैले सबै 5 राख्छु, 6 राख्छु, 7 राख्छु होइन, सबै कुराहरू राख्छु। सबै कुरा राखिसकेपछि मेरो भ्यालु कस्तो हुन्छ अरे, वाइको भ्यालु यहाँनिर मैले मेट्दा थिएँ, यही आउँछ। किनकि 1 राख्दा 1 नै आयो, 2 राख्दा 2 नै आयो, 3 राख्दा 3 नै आयो, 4 राख्दा 4 आयो, 5 राख्दा 5 आयो, 6 राख्दा 6 आयो, 7 राख्दा 7 नै आयो। सो यक्स राख्दा मेरो वाइ पत्ता लगाएँ मैले है। यो मेरो कहिले हुँदा, जब मेरो बीको भ्यालु चाहिँ 0 थियो अनि यमको भ्यालु चाहिँ 1 थियो होइन। त्यो हुँदा मेरो इक्वेसनमा वाइ इक्वल टु 1x प्लस 0 भन्ने इक्वेसनमा राखेर मैले एक्स र वाइ पत्ता लगाएँ। अब मेरो एक्स र वाइ के हुन्छ, एउटा 1,1 बन्यो, 2,2 बन्यो, 3,3 बन्यो, 4,4 बन्यो, 5,5 बन्यो, 6,6 बन्यो, 7,7 बन्यो। अब हेर्नु त, मसँग एक्स थियो अघि, यो एक्स थियो 1 2 3 4 5 6 7। अब मसँग वाइ पनि छ। मैले यो बी0 र वाइ सरी बी0 र m1 राख्दा चाहिँ यो पोइन्टहरू, अब यो पोइन्टलाई मैले प्लट गरिदिन्छु। 1,1 भनेको यहाँ भयो है, 2,2 भनेको यहाँ भयो, 3,3 भने यहाँ भयो, 4,4 भने यहाँ, 5,5 भने यहाँ, 6,6 7,7 8,8 9,9 यस्तो भन्यो ओके न। मैले बी0 राखेँ, m1 राख्दा मैले यो कोअर्डिनेट पाएँ, 1 1 2 2 3 3 4 4 5 5 6 6 7 7, यो मेरो पोइन्टहरू बन्यो। अब मैले लाइन चाहिँ अब यही पोइन्टलाई जोड दिने हो क्या, लाइन भनेकै यो यसरी जोड दिने। हेर्नु मेरो लाइन कस्तो बन्दो रहेछ नि त, यो अलिकति है, यस्तो हुँदो रहेछ है। 1,1 भनेको यता हुन्छ कति, यो ड्र गर्ने बेला चाहिँ अलिकति टक्कै भएको छैन है, तर यस्तो हुँदो रहेछ ल हेर्नु। अब लाइन बनाउन आयो हजुरलाई। सो लाइन बनाउने कसरी छ, मैले एउटा ऱ्यान्डम स्लोप लिन्छु, अथवा मैले ऱ्यान्डम होइन, मैले मसँग लाइन बनाउनको लागि चाहिने कुरा भनेको यम र बी लिन्छु, यो इक्वेसनमा हालिदिन्छु, यो इक्वेसनले मलाई पोइन्टहरू दिन्छ, त्यो पोइन्टहरू प्लट गरिदिन्छु, त्यो लाइनलाई जोडिदिन्छु। अन्त बीको भ्यालु 0 हुँदा, मैले अघि नै भनेको थिएँ तपाईँलाई, मेरो भ्यालु बीको भ्यालु के छ, 0 छ, त्यही भएर मेरो यहाँ वाइ एक्सिसमा यहाँ 0मा छ। अनि यमको भ्यालु 1 छ। मैले के भनेको थिएँ, 45 डिग्री एङ्गल बनाउँछ भनेको थिएँ, 45 डिग्री एङ्गल बनाइरहेछ भनेपछि मेरो लाइन हेर्नु त यस्तो बन्दो रहेछ। सो लाइन चाहिँ हामीले यसरी प्लट गर्छौँ, यसरी बनाउँछौँ है, म्याथमेटिकली मैले बुझाइरहेको छु हजुरलाई। लाइन बनाउनको लागि यम र बीको भ्यालु चाहिन्छ, अनि हामीले यो इक्वेसनमा लगेर एक्स राखिदिन्छौँ। एक्स राखेपछि हामीले त्यसकै रेस्पेक्टिभ हामीले वाइ पनि पाउँछौँ, त्यो वाइलाई हामीले प्लट गर्छौँ अनि त्यसलाई जोडिदिन्छौँ। सो मेरो लाइन यस्तो भयो। अब यो लाइनले मेरो भ्यालु प्रिडिक्ट गर्दा राइट होला त, हेर्नु त। यो लाइनले चाहिँ प्रिडिक्ट गर्न खोजौँ न त है त। मैले एमको भ्यालु 1 राख्थेँ, बीको भ्यालु 0 राख्थेँ, मैले यस्तो लाइन बनाएँ। अब यस्तो लाइन राखेर प्रिडिक्ट गरौँ त, 1 को भ्यालु नम्बर अफ एक्सपिरियन्स 1 हुँदा 10,000 स्यालेरी हुँदो रहेछ, हो त होइन नि त। नम्बर अफ एक्सपिरियन्स 1 हुँदा त ओरिजिनल डेटामा त 35 थियो भनेपछि त्यो मैले चुज गरेको यम र बी चाहिँ गलत थियो क्या है, यसरी बुझ्नु पऱ्यो। अब मैले अर्को यम र बी चुज गर्छु, यसरी लाइन बनाउँछु, अर्को यस्तो होला अरे, अथवा अर्को बी र एम चुज गर्छु, अर्को यस्तो होला अरे। अब मैले डिफ्रेन्ट डिफ्रेन्ट यम र बी ट्राई गर्दै जान्छु क्या।
अनि कुनै न कुनै बेला त मेरो लाइन यहाँबाट जान्छ नि त। अनि यो बेला मैले प्रिडिक्सन गर्न खोजेँ भने के हुन्छ त? त्यति बेला चाहिँ बल्ल जस्तै मैले यहाँबाट बीको भ्यालु चाहिँ चेक गर्दै जाँदा चाहिँ एउटा चाहिँ यस्तो पऱ्यो अरे, ल बल्ल मेरो लाइन यसरी गऱ्यो। अब चाहिँ मेरो त अलिअलि मिल्नु खोजेको छ नि त, यहाँ हाल्दा 33 आयो, यहाँ हाल्दा 40 हुनुपर्ने 41 आयो, जस्ट क्लोजर छ नि त। यसरी चाहिँ मैले एम र बी हाल्दै लाइन बनाउँदै चेक गर्छु। सो हामीले के बुझ्यौँ भने हामीलाई चाहिँ एउटा बेस्ट लाइन बनाउनको लागि चाहिँ यम र बीको भ्यालु चाहिँ बेस्ट चुज गर्नु पऱ्यो है। अब त्यो कसरी चुज गर्ने त्यो कुरा हेर्छौँ है त हामीले। सो मसँग अलिकति फरक डेटा सेट छ अहिलेको लागि है। सो मैले डेटा सेट चाहिँ यही अघि नैको जसरी मेरो लेफ्ट साइडमा हेर्नु त यहाँनिर एक्सपिरियन्स छ अनि यहाँनिर स्यालेरी छ। अब यही कुरालाई चाहिँ मैले प्लट गर्दैछु है। 1 वर्ष एक्सपिरियन्स भएको मान्छेको 18,000 स्यालेरी छ, 2 वर्ष एक्सपिरियन्स भएको मान्छेको 22 छ, 3 वर्षको यहाँनिर हेर्नु त 27 छ, मैले यता पनि 27मा राख्दैछु छु। 4 वर्षको फेरि 22 छ, 4 वर्षको फेरि मैले यता 22 मिनट राख्दैछु छु। यसरी मैले यो सबै कुराहरू चाहिँ मजाले प्लट गरेको छु है। अब मैले के गर्छु भने एउटा लाइन बनाउँछु। कसरी काम हुन्छ रियलमा है, हाम्रो यो साइकिट लर्न लाइब्रेरीले कसरी चाहिँ लिनियर रिग्रेसनको लाइन बनाउँछ त्यो कुरा बुझ्दैछौँ है। लाइन बनाउनको लागि मैले के भनेको थिएँ, यम र बीको भ्यालु चाहिँ बेस्ट हुनुपर्छ भनेको थिएँ। अब अहिलेको लागि मैले यम कति चुज गर्छु भन्दाखेरि 0.7 एउटा ऱ्यान्डम है, अनि बी भनेको 0 चुज गर्छु रे ल। मैले यो चाहिँ मैले चुज गरेँ। अब मैले यो चुज गर्दा मेरो इक्वेसन अफ लाइन कस्तो हुन्छ, y इक्वल टु mx प्लस b चाहिँ कस्तो हुन्छ, कस्तो हुन्छ त यमको ठाउँमा चाहिँ के हुन्छ 0.7 x प्लस 0 प्लस 0 है। सो यो चाहिँ मेरो इक्वेसन अफ लाइन हुने भयो। सो y इक्वल टु 0.7 x प्लस 0। अब मैले एक्स हाल्छु वाइ निकाल्छु, एक्स हाल्छु वाइ निकाल्छु भनेपछि यहाँ डट एउटा पोइन्ट आउँछ, एक्स र वाइ आउँछ, अर्को एक्स र वाइ आउँछ, अर्को एक्स र वाइ आउँछ। त्यसरी लाइन पोइन्टहरू यहाँनिर कलेक्ट गर्दै जान्छु अनि त्यसलाई जोडिदिन्छु अनि एउटा लाइन आउँछ। कस्तो लाइन आउँछ हेरौँ है त। अब यहाँ मैले एक्सपिरियन्स 1 2 3 4 5 6 7 9 10 लाई मैले यहाँ राख्दैछु छु। यो मेरो एक्चुअल स्यालेरी हो। एक्चुअल भनेको जुन यो 20 22 27 यो एक्चुअल पोइन्टहरूको भ्यालु, एक्चुअल वाइ पोइन्टहरूको भ्यालु हो है। अब मैले के गर्छु, मेरो टर्न भनेको क्यालकुलेसन गर्ने हो नि त। अब मैले हरेक मेरो एक्सपिरियन्सलाई उठाउँदै यो फर्मुलामा हाल्दै गर्छु है त। सो कस्तो हुन्छ फर्स्टमा हेर्नु त, यहाँनिर नि छ क्यालकुलेसन है। सो मैले मेरो मेरो फर्स्ट वानको लागि जाऊँ त। वानको लागि के हुन्छ यो फर्मुलामा हाल्यो भने 0.7 इन्टु 1 प्लस 0 गऱ्यो भने कति आउँछ त 0.7 आउँछ। 0 टाइप गर्न मिलेन है, 0.7 आउँछ भनेको यो मेरो यो आयो प्रिडिक्सन, जसलाई मलाई वाइ ह्याट पनि भन्छ है। सो मेरो फर्स्ट पोइन्ट कस्तो भयो त 1, 0.7 भयो है। त्यसै गरी मैले 2 हाल्छु, 2 हालौँ त 0.7 इन्टु 2 प्लस 0 भनेको 1.4 आउँछ। सो त्यही हो, 2 लिए होइन, यो फर्मुलामा हालिदिएँ अनि मेरो कति आयो 1.4 आउँदो रहेछ भनेपछि अर्को पोइन्ट कस्तो हुन्छ 2.1.4। त्यसै गरी मैले अर्को थर्डलाई लिन्छु होइन, यही फर्मुलामा हालिदिन्छु, मैले अर्को पोइन्ट पाउँछु। अर्को पोइन्ट कस्तो हुन्छ 3,2.1। यस्तै गरी सबैलाई हाल्दै जान्छु अनि मैले 10वटा पोइन्ट पाउँछु है, 10,7.0। ल हेर्नु, यो चाहिँ मैले अब मेरो नयाँ पोइन्ट्सहरू हो है, नयाँ लाइनको पोइन्ट्सहरू हो। जब मेरो भ्यालु एम र बीको भ्यालु यति थियो 0.7 र बी इक्वल टु 0 थियो, त्यो भ्यालु अनुसार चाहिँ मेरो नयाँ पोइन्ट्सहरू आएछ। अब यो पोइन्ट्सलाई मैले ड्र गर्दै जान्छु है त। अब हेर्नु त 1 हाल्दा 0.7 छ भनेपछि 1 हाल्दा 0.7 भनेपछि यतातिर पर्ने भयो है। त्यसै गरी मैले के गरेँ, मेरो 2 हाल्दाखेरि 1.4 हुने भयो अरे भनेपछि 2 हाल्दा 1.4 भनेको यतातिर पर्ने भयो है। अब 3 हाल्दाखेरि 2.1 भनेको या 3 हाल्दा 2.1, 3 हाल्दा 2.1। यसरी नै मैले अब लाइन सबै पोइन्ट हाल्यो भने चाहिँ मेरो लाइन चाहिँ यस्तो यस्तो खालको आउँछ है। ल म फाइनल लाइन कस्तो आउँछ सिधै त्यो देखाइदिइहाल्छु है। सो मेरो लाइन चाहिँ यस्तो आउँछ है त। यस्तो खालको मेरो लाइन आउने भयो।
होइन अब यही पोइन्टलाई मैले प्लट गरेँ हो 1 0.7 2 14 3 21 भनेको यो हरियो लाइन हरियो डट भनेको त्यही पोइन्ट हो त्यहाँबाट मैले सर त्यसलाई जोडिदिएँ अब मेरो लाइन यस्तो आयो अब हेर्नु त अब मैले के गर्नु पर्यो मेरो प्रिडिक्सन गर्नु पर्यो प्रिडिक्सन हेर्नु त मैले यो लाइनको आधारबाट प्रिडिक्सन के गर्छु मेरो एक्चुअल भ्यालु भनेको यो थियो नम्बर अफ एक्सपिरियन्स 1 छ भने त्यसको स्यालेरी कति हुनु पर्थ्यो कति हुनु पर्थ्यो यहाँनिर 18,000 हुनु पर्थ्यो अब मैले यम र बीको भ्यालु यो लिएँ एउटा लाइन ड्र गरिदिएँ अब मेरो एक्चुअल भ्यालु कति थियो हेर्नु त यो मेरो एक्चुअल भ्यालु हो यो मेरो प्रिडिक्सन भ्यालु हो है अब एक्चुअल र प्रिडिक्सनको बिचमा त यो इरर छ नि त यति इरर भयो नि त है मेरो हुनुपर्ने थियो कति 18,000 हुनुपर्ने थियो होइन मेरो हुनुपर्ने थियो 18,000 तर मेरो लाइनले के भन्यो लाइनले कति दियो मेरो यहाँ हेर्नु त वानको भ्यालु यहाँको ठोकेर साइडमा हेर्दा कति आउँछ यहाँबाट हेर्दा नि भयो 0.7 आउँछ भने 7,000 अब मेरो यतिको डिस्टेन्स भनेको यति चाहिँ इरर आयो हुनुपर्ने चाहिँ यो थियो यति आयो कति हजार बिग्रियो त नि मेरो मोडलले चाहिँ कतिको रङ गर्यो त्यो चेक गर्नु पऱ्यो है अब त्यो कसरी थाहा हुन्छ 18 - 7 गर्दा 11,000 चाहिँ मिस्टेक गरेर 11,000 घटी भनेर रहेछ है ओ अब यो कुरा चाहिँ हामीले अब सबैको लागि हेर्छौँ यो पोइन्टको लागि नि कतिको मिस्टेक छ यो पोइन्टको लागि नि कतिको मिस्टेक छ यो पोइन्टको लागि हेर्छौँ यो पोइन्टको लागि कतिको मिस्टेक छ यो पोइन्टको लागि कतिको मिस्टेक छ यसै गरी सबैको मिस्टेकहरूलाई चाहिँ हामीले कलेक्ट गरेर हामीले जोड दिन्छौँ त्यसलाई चाहिँ हामी लस भन्छौँ है कतिको बिग्रेछ लस निकाल्छौँ है हामीले यो चाहिँ मेरो एक्चुअल भ्यालु हो त्यही भएर मैले यसलाई वाइ भन्छु भने यो चाहिँ मेरो प्रिडिक्सन भ्यालु त्यही भएर यसलाई मैले वाइ ह्याट भन्छु यसरी वाइ ह्याट है यो फर्स्ट पोइन्ट हो त्यही भएर वाइ वान यो वाइ ह्याट वान त्यसै गरी अब यसलाई के भन्नु पऱ्यो यसलाई मैले वाइ टू भन्यो भने यसलाई मैले वाइ ह्याट टू भन्छु वाइ ह्याट टू अब मेरो लस भनेको के हो यिनीहरू बिचको डिस्टेन्सलाई मैले लस भन्छु नि त सो मेरो लस कति भइरहेछ त हेरौँ है त अब त्यो कुरा मैले अलिकति यो सानो बनाएँ है मेरो फर्स्ट पोइन्टको लागि मेरो लस कति रहेछ वाइ वान माइनस वाइ ह्याट यो मेरो फर्स्ट पोइन्टको लस हो अघि नै भने जस्तै 11,000 यहाँ थियो 7,000 थियो सरी यहाँनिर कति छ 18,000 थियो यहाँ 7,000 थियो 11,000को चाहिँ मेरो लस भयो जस्तै अब यो पोइन्टको पनि लस निकाल्छु मैले यो पोइन्टको लस कति हुन्छ वाइ टू माइनस वाइ टू ह्याट यहाँनिर मैले टू लेखिदिन्छु है त्यस्तै गरी यहाँनिर वाइ थ्री माइनस वाइ थ्रीको ह्याट हुन्छ यो चाहिँ के हो यो मेरो वाइ थ्री भयो है यो मेरो वाइ थ्री भयो यो मेरो वाइ थ्री भयो यो मेरो वाइ थ्रीको ह्याट भयो जुन मैले प्रिडिक्सन गरेको है त्यो एम र बी त्यो हाल्दाखेरि अब मेरो लस यति आयो अब त्यसै गरी गरी मैले सबैको यो पनि चेक गर्छु यो पनि चेक गर्छु सबै पोइन्टको चेक गर्छु त्यही भएर मेरो सबैको हुन्छ फाइनलमा मेरो के हुन्छ वाइ टेन माइनस वाइ टेनको ह्याट यो मेरो लस हो है अब मेरो टोटल लस के हुन्छ टोटल लस भने सबैलाई जोड दिने हो टोटल लस मेरो यति हुँदो रहेछ सबै गर्दाखेरि अब मेरो यहाँ केही न केही भ्यालु होला सपोज अब यो 1,000 आउला अरे भनेपछि मेरो 1,000 लस छ अब यो 1,000 चाहिँ के हुनु पऱ्यो कम हुनु पऱ्यो यो चाहिँ मेरो जिरोको नजिक हुनु पऱ्यो हेर्नु त यति मिस्टेक गरेर रहेछ क्या अब मैले जिरोको नजिक चाहिँ ल्याउनु पऱ्यो मेरो लसलाई घटाएर अब मैले त्यस्तो खालको यम र बी चुज गर्नु पऱ्यो जुन चुज गर्दा चाहिँ मेरो लस चाहिँ जिरोको नजिक आउनु पऱ्यो है अहिले पनि आएको छैन अहिले 1,000 जति छ अरे है अब यो भइरहेको छैन यम र भ्यालु मैले कस्तो खालको चुज गर्नु पऱ्यो यम र बी भ्यालु यम र बीको भ्यालु त्यस्तो चुज गर्नु पऱ्यो जसबाट चाहिँ मेरो चाहिँ यो डिस्टेन्स चाहिँ कम होस् यो डिस्टेन्स कम होस् अनि लस चाहिँ नियर टु जिरो हुनु पऱ्यो सो यो चाहिँ हाम्रो मेन फन्डा हो है अब मैले यहाँनिर लस पनि एक्चुअल क्यालकुलेट गरेको छु है त्यही सेम कुरा हो मैले यो भने जस्तै अब मैले लस क्यालकुलेट गर्छु एक्चुअल माइनस प्रिडिक्सन यो मेरो एक्चुअल स्यालेरी हो यो मेरो प्रिडिक्सन स्यालेरी हो है ब्लु लाइनले गरेँ यो मेरो एक्चुअल स्यालेरी हो यो मेरो प्रिडिक्सन स्यालेरी अब मैले यही राखिदिएँ यो फर्मुलामै 18 भन्ने मेरो के थियो यो 18 भन्ने मेरो के हो वाइ हो नि त अनि यो भनेको मेरो वाइ ह्याट हो
मैले स्क्वायर किन लिइरहेको छु भने नेगेटिभ हटाउनलाई। अब कहिलेकाहीँ मेरो नेगेटिभ पनि आउनसक्छ, जस्तै कि हेर्नु है, यो पोइन्टमा हेर्नु भने के हुन्छ त हेर्नु त, मेरो एक्चुअल थियो सपोज, यो सर यता गएको छ, कति छ यो, एक्चुअल थियो मेरो 32 रे ल, 32 थियो, तर मेरो प्रिडिक्सनले के भन्थ्यो, हेर्नु त प्रिडिक्सनले के भन्थ्यो, 40 भन्थ्यो अरे ल, 40। अब यो घटाउनु त, 32 माइनस 40 गर्दा त भ्यालु नेगेटिभमा आयो नि त, होइन होइन 32 माइनस 40 गर्दा कति आयो त, 32 माइनस गर्दा -8 आयो, भनेपछि नेगेटिभमा आयो। नेगेटिभको भ्यालुलाई चाहिँ स्क्वायर गरेर मैले पोजिटिभ गरिदिएँ क्या, है पोजिटिभ गर्दा, किनभने पछि हामीले सबै जोड्नुपर्छ नि त, अनि माइनस रह्यो भने त घट्छ नि त, है त्यही भएर हामीले स्क्वायर लिएको छौँ है यहाँनिर। अब अरू यो अर्को, यो फर्स्ट पोइन्टको लागि 18 र यो सेकेन्ड पोइन्टको लागि भनेको यो 22 र यहाँ अलिकति रफ भयो है, म यसलाई चाहिँ क्लियर गरिदिइहाल्छु। यो बुझ्नुभयो है हजुरले, किन हामीले स्क्वायर ल्यायो भनेको कुरा सबै मेट्यो। ल हेर्नु अब अलिकति क्लियर भइसक्यो। ल अब यो मेरो फर्स्ट पोइन्ट हो। अब मैले सेकेन्ड पोइन्टको लस निकाल्छु। सेकेन्ड पोइन्टको लस कसरी निस्किन्छ, सेकेन्ड पोइन्टको लस 22 माइनस 1.4। सो 22 भन्ने के छ हेर्नु है, 22 भन्नु एक्चुअल हो, यो मेरो एक्चुअल हो नि त 22, यहाँनिर चाहिँ एक्चुअल। प्रिडिक्सन के थियो लाइनले दिएको, यो मेरो 1.4 जति दियो ल है, यहाँबाट नि दिन सकिन्छ 22 माइनस 1.4। अब यो डिस्टेन्सलाई के भन्छ, कति लस भएर चाहिँ हुनुपर्ने यो थियो तर भयो भनेपछि यति लस हो नि त, यो घटाएको हो क्या, त्यही भएर यहाँ घटाएको लस निकाल्यो, अहिले मैले देखाएको जसरी। अब मैले थर्ड पोइन्टको लागि गर्छु, फोर्थ पोइन्टको लागि पनि गर्छु होइन, त्यसै गरी फिफ्थ पोइन्टमा भने त मेरो 27 छ एक्चुअल, तर आइरहेछ 3.5 है। अब त्यसरी नै मैले यो सबै कुराहरूको चाहिँ क्यालकुलेसन गर्दै 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 जान्छु। अब यो अहिले के बुझ्नु भने यो 0.7 भनेको चाहिँ 7,000 हो है, यो भनेको 18,000 हो, यो भने 7,000 हो, यो भनेको 22,000 हो, यो भनेको 14,000 हो, यसरी बुझ्नु पऱ्यो है। अब मैले यो कुरा चाहिँ प्लट गरिदिन्छु, अनि अब प्लट गरिदिएपछि चाहिँ यो कुरालाई नि अलिकति यहाँनिर चाहिँ मिलाउनु पर्छ है हामीले। अब यहाँनिर 18 छ नि त, यो 18 त हुँदैन हाम्रो है, 1.8 हुन्छ, 2.2 हुन्छ है। यहाँनिर चाहिँ मैले अब अस्ति एजम्सन गरेको थिएँ नि त, 1 भनेको चाहिँ 110 के हो भनेर एजम्सन गरेको थिएँ नि त है, त्यही भएर यहाँनिर 1.8 हुनु पऱ्यो, यहाँ 2.2 हुनु पऱ्यो। अब यहाँनिर चाहिँ यहाँ पोइन्ट राखिदिन्न, 2.2, 2.7, 2.2 है, यो पोइन्ट चाहिँ अलिकति छुटेछ, यो पोइन्ट चाहिँ राख्नु पऱ्यो हजुरले, किनभने अब यो भन्ने पनि पोइन्टमा छ, यो पनि पोइन्टमा हुनु पऱ्यो नि त, बुझ्नुभयो नि। 8,000 अब हेर्नु है, अब लास्ट एकचोटि भन्छु है, अब यहाँ के भइरहेछ, यो पोइन्टमा हेर्नु, फर्स्ट पोइन्टमा हेर्नु, यो फर्स्ट पोइन्टमा भनेको 1.8 चाहिँ एक्चुअल थियो, 1.8 भनेको एक्चुअल स्यालेरी जुन 18,000 जुन हो, यहाँ चाहिँ यो है, जुन चाहिँ मेरो यो हो, यो 18,000 यो चाहिँ एक्चुअल, तर मेरो लाइनले के प्रिडिक्ट गर्यो 0.7, 7,000 है, 7,000 प्रिडिक्ट गर्यो, जुन चाहिँ यो पोइन्ट हो। अब यो दुइटाको डिस्टेन्स भनेको लस हो नि त, कतिको चाहिँ गलत प्रिडिक्ट गरेछ, कति घटी प्रिडिक्सन गरेछ नि त, भनेको 1.8 माइनस 0.7 गऱ्यो भने त्यति चाहिँ घटी प्रिडिक्सन गरेछ। ए 18,000 माइनस 7,000 भनेको 11,000 चाहिँ यसले कम भनेछ, यो लस हो नि त। अब यसरी सबैको लस निकाल्छौँ। अब हेर्नु त टोटल लस त यति धेरै आयो क्या, अब यो एम र भ्यालु चाहिँ चुज गर्नु भएन, किनभने यत्रो धेरै लस निकालिरहेछ क्या है, यो चाहिँ एकदमै कम हुनु पऱ्यो, यो चाहिँ नियर टु 0 हुनु पऱ्यो, क्लोजर टु 0 हुनु पऱ्यो। अनि त्यो जब मैले यस्तो भ्यालु चुज गर्छु यम र बीको, त्यो भ्यालु राख्दा चाहिँ मेरो लाइन चाहिँ क्लोजबाट गएर एकदमै क्लोजबाट गएर यिनीहरूबाट सिधा हुनु पऱ्यो लाइन, स्ट्रेट लाइन। अनि लस पनि एकदमै कम छ, 0को नजिक आयो भने मैले त्यस्तो खालको लाइन चुज गर्नु पऱ्यो है। हाम्रो मेन यसरी हो। अब लसलाई चाहिँ कम गर्नु पऱ्यो, अब यो लस चाहिँ 0 हुनु पऱ्यो है। कसरी थाहा हुन्छ, मैले अब यस्तो खालको चाहिँ जब मेरो लस चाहिँ 0 छ,
जब मेरो लस जिरोको नजिक हुन्छ, क्लोजर टु जिरो है, जिरो त ठ्याक्कै हुँदैन, जब मेरो भ्यालु क्लोजर जब मेरो लस चाहिँ क्लोजर टु जिरो हुन्छ नि है, जब मेरो लस चाहिँ क्लोजर टु जिरो हुन्छ, मैले त्यस्तो खालको यम र बी चाहिँ लिनु पर्यो। अनि त्यस्तो खालको यम र बी हालेर चाहिँ लाइन ड्र गर्नु पर्यो, अनि मात्र मेरो लस चाहिँ कम आउँछ, यो यिनीहरूको डिस्टेन्स चाहिँ कम आउँछ, अनि मेरो भ्यालु एक्ज्याक्टली मिल्छ। अब मैले त्यस्तो खालको लस चाहिँ कसरी पत्ता लगाउँछु भन्दाखेरि हामीसँग अर्को कन्सेप्ट हुन्छ ग्रेडियन्ट डिसेन्ट। त्यो ग्रेडियन्ट डिसेन्ट बुझ्नुपर्छ है हामीले। अब यहाँसम्म हजुरले बुझ्नुभयो। अब हामीले कसरी चुज गर्ने, हाम्रो योभन्दा अगाडि अलिक मैले के भनेको थिएँ, हाम्रो लाइन चाहिँ यम र बीबाट बनाउँछौँ, यमले चाहिँ रोटेट कसरी गर्छ, बीले चाहिँ तलमाथि कसरी हुन्छ भनेको थिएँ है। अब मैले यो भिडियोमा के बुझाइरहेको छु भने हाम्रो लाइन ड्र गर्छौँ, अब लाइन त ड्र गर्छौँ, तर अब यो लाइनले त लस दिइरहेछ क्या, हेर्नु त, एक्चुअल भनेको यो थियो, प्रिडिक्सन भनेको यो थियो, यति यति चाहिँ इरर आयो नि त, त्यसरी यहाँ यति इरर आयो, यति इरर आयो। अब हामी सबै इररलाई जोड दिन्छौँ, यति इरर आयो होइन। अब यो एम र बी चुज गरेको मैले ठिक रहेछ रहन्छ, किनभने यति धेरै लस आइरहेछ, यति धेरै इरर आइरहेछ है। अब मेरो लस चाहिँ कम हुनु पऱ्यो, त्यस्तो खालको एम र बी लिनु पऱ्यो जुन हाल्दा चाहिँ मेरो लस चाहिँ नियर टु जिरो हुनु पऱ्यो है। अनि मात्र मैले चाहिँ त्यो एम र बीलाई राखेर मेरो इक्वेसन बनाउन सक्छु, अनि मात्र फर्दर प्रिडिक्सन गर्न सक्छु, अनि मेरो एक्युरेट भ्यालु आउँछ। यो कुरा बुझ्नु पऱ्यो। अब नेक्स्ट भिडियोमा चाहिँ म आई मिन नेक्स्ट स्लाइडमा चाहिँ म के गर्छु भने कसरी चाहिँ यो लस चाहिँ घटेर कसरी चाहिँ यम र बी चाहिँ अटोमेटिक चुज हुन्छ, कसरी अटोमेटिक चुज गर्न सकिन्छ, कुन फर्मुलाबाट हो त्यो कुरा बुझाउँछु, त्यसलाई हामी ग्रेडियन्ट डिसेन्ट हुन्छ। यो कुरा मैले किन हजुरलाई यसरी बुझाइरहेको छु भने इनडेप्थमा हाम्रो पछि हाम्रो जति पनि आर्किटेक्चरहरू छ पछि पढ्ने होइन डिप लर्निङमा, अथवा भोलिको दिन तपाईँले च्याट जिपिटी जस्तो मोडलहरू पनि सबै यो लिनियर रिग्रेसनकै बेसमै बनेको छ है। सो तपाईँले एकदम बुझ्नुपर्ने हुन्छ ग्रेडियन्ट डिसेन्ट भनेको के हो, यो लस भनेको के हो, लस भनेको इरर रहेछ, यिनीहरूको डिस्टेन्स एक्चुअल माइनस प्रिडिक्सन, यसरी चाहिँ बुझ्नुपर्छ। त्यही भएर मैले एकदम डेफमा लगाइरहेको छु है यो भिडियोमा चाहिँ। अरू अरू चाँडो गर्न सक्यो होइन, सरर बुझ्न सक्यो, तर यो चाहिँ किन फाउन्डेसन हो, यो फाउन्डेसन नबुझिकन भोलि पर्सि तपाईँले च्याट जिपिटी कसरी काम गरिरहेको छ बुझ्नु हुँदैन क्या। त्यही भएर फाउन्डेसन चाहिँ बुझ्नु पऱ्यो है। त्यही भएर मैले यति डेफमा बुझाइरहेको छु, सबै एम र बी भनेको के हो, कसरी चुज हुन्छ, लस भनेको के हो, इच एन्ड एभ्रिथिङ मैले कभर गर्न खोजिरहेको छु। सो यसलाई चाहिँ हजुरले बुझिदिनु पऱ्यो है। भर्खरको मैले पेजमा मैले के देखाएको थिएँ भने हामीले चाहिँ यस्तो खालको यम र बी चुज गर्नु पऱ्यो, त्यो चुज गर्दा मेरो लस चाहिँ मिनिमम होस् है, नियर टु जिरो होस्। यदि नियर टु जिरो छैन भने त्यो यम र बी चुज गरेको चाहिँ गलत छ है। सो यो कुरा चाहिँ मैले भर्खरको भिडियोमा देखाएको थिएँ ओके न, यहाँनिर है। जस्तै कि यहाँनिर के थियो, यो मेरो यसलाई मैले वाइ भने, यसलाई वाइ ह्याट भने, अब यो चाहिँ मेरो एक्चुअल थियो, यो चाहिँ मेरो प्रिडिक्सन थियो, हेर्नु त यति गलत भएर छ नि त। सो सबै इररहरूलाई चाहिँ मैले निकालेर यसको सम गरेर एउटा केही न केही लसको भ्यालु निकालेको थिएँ, जुन चाहिँ 1600 जति आएको थियो भने चाहिँ मैले चुज गरेको यम र बी, यम मैले 0.7 चुज गरेको थिएँ, बी भनेको 0 चुज गरेको थिएँ, भने चाहिँ यो भ्यालु राखेर लाइन बनाउँदा त यति धेरै इरर आइरहेको नि त। त्यही भएर मैले यो चुज गर्नु भएन, मैले अर्कै खालको अर्कै याम र बी चुज गर्नु पऱ्यो, त्यो चुज गर्दा चाहिँ मेरो चाहिँ लस चाहिँ कम होस् होइन, जिरोसँग नजिक हुनु पऱ्यो क्या, अनि मात्र त्यो लाइन चाहिँ एकदमै पर्फेक्ट लाइन हो, त्यसले चाहिँ राम्रो प्रिडिक्सन दिन्छ। सो यो चाहिँ बुझ्नु पऱ्यो है। अब यो कसरी चुज हुन्छ भन्दा यो अटोमेटिक चुज हुन्छ ग्रेडियन्ट डिसेन्ट अल्गोरिदमबाट। अब हामी त्यो अल्गोरिदम बुझ्छौँ है। सो ग्रेडियन्ट डिसेन्ट अल्गोरिदम छ। अब यो ग्रेडियन्ट डिसेन्ट अल्गोरिदम हजुरले यहाँ हेर्दाखेरि यहाँ के छ भन्दा, यसलाई मैले अलिकति यता सारेँ है, यसले त सारेँ। यो ग्रेडियन्ट डिसेन्ट अल्गोरिदम भनेको के हो त भन्दा यही नै हो है। यहाँनिर ग्रेडियन्ट डिसेन्ट अल्गोरिदम भनेको चाहिँ यो हो, यो चाहिँ मेरो ग्रेडियन्ट डिसेन्ट अल्गोरिदम हो। सो यसकै थ्रुबाट चाहिँ मैले पर्फेक्ट यम निकाल्छु क्या, यमको त्यो भ्यालु निकाल्छु जसमा चाहिँ मेरो लस चाहिँ होइन, मेरो लस चाहिँ के हुन्छ, नियर टु जिरो हुन्छ। त्यो निकाल्ने फर्मुला चाहिँ यहाँनिर छ है। अब त्यो निकाल्नुभन्दा अगाडि मैले एउटा यहाँ तपाईँलाई ग्राफ बनाउँछु। अब अघि मैले के बनाएको थिएँ, वाइ इजकल टु एमएक्स प्लस बीको ग्राफ बनाएँ, मैले एक्स हालेँ, वाइ निकालेँ होइन, अनि मैले कोअर्डिनेटहरू टन्न पाएको थिएँ नि त यहाँनिर, एक्स हालेँ वाइ निकालेँ, एक्स हालेँ वाइ निकालेँ, एक्स हालेँ वाइ निकालेँ, एक्स हालेँ वाइ निकालेँ। यसलाई प्लट गर्दाखेरि यसरी स्ट्रेट लाइन बन्थ्यो भने अब मैले के गर्छु भने मेरो यो जे भन्ने छ नि, जे भनेको लस हो, अब लसको पनि म एउटा चाहिँ ग्राफ बनाउन खोज्छु कि है। अब यो लस
लसलाई चाहिँ म अलिकति एक्सप्यान्ड गर्छु है। यो कस्तो हुन्छ, अब मैले यो 1/n, अब यो समेसन मैले हटाइदिएँ है, जसलाई गाह्रो लाग्छ भने अहिले बुझ्नको लागि। अब यो एक्स बार भनेको के हो त नि, वाइ ह्याट भनेको के हो त, वाइ ह्याट भनेको यम एक्स प्लस बी नै हो होइन, प्लस वाइ वानको स्क्वायर। अब यहाँनिर यहाँनिर आई छ भने चाहिँ यहाँ पनि आई राखिदिनु पऱ्यो। अब मैले के गर्छु भने म एउटा प्लट बनाउँछु। के को प्लट, जेको र यमको प्लट है। सो जेको र यमको प्लट, यम चाहिँ मैले एक्स एक्सिसमा राख्छु भने जे चाहिँ मैले वाइ एक्सिसमा राख्छु भनेपछि अघि नै गरे जस्तै हो है। अघि नै मैले के गरेको थिएँ, वाइ इजकल टु एमएक्स प्लस बी गरेको थिएँ है। मैले एक्स हालेको थिएँ, वाइ निस्किन्थ्यो। सो मेरो के हुन्थ्यो, एक्सको एउटा भ्यालु आउँथ्यो, वाइको एउटा भ्यालु आउँथ्यो, एक्सको अर्को भ्यालु हाल्थ्यो, वाइको अर्को भ्यालु आउँथ्यो। सो मसँग डिफ्रेन्ट डिफ्रेन्ट पोइन्टहरू आएको थियो, मैले प्लट गरेको थिएँ नि। त्यसै गरी अब यसमा पनि मैले के गर्छु भने यो फर्मुलामा चाहिँ एमको एउटा भ्यालु हालिदिन्छु होइन, वाइको अर्को भ्यालु निकाल्छु। सो अब यहाँनिर मैले प्लट गर्दाखेरि है कस्तो हुन्छ भने मैले यममा एउटा भ्यालु हाल्छु, जेको भ्यालु आउँछ है, यो फर्मुलामा भ्यालु हाल्छु, जेको एउटा भ्यालु आउँछ। जस्तै मैले 0.6 हालेर इन्टु एक्सआई अथवा एक्सआईको भ्यालु अब सुरुमा 1 होइन, प्लस बीलाई मैले 0 ल्याएको थिएँ। यसरी यो वाइ भनेको हाम्रो एक्चुअल भ्यालु जुन 18, यसरी मैले क्यालकुलेट गर्दै जान्थेँ, जेको एउटा भ्यालु आउँछ नि त। सो यो इक्वेसनमा राख्दै मैले पनि डिफ्रेन्ट एमको भ्यालु लिन्छु अनि डिफ्रेन्ट जेको भ्यालु आउँछ है। त्यसरी मैले प्लट गरेँ भने चाहिँ मेरो चाहिँ यस्तो यु सेपको कर्भ आउँछ है। किन आउँछ भने यो क्वाड्रेटिक इक्वेसन हो, 2को पावर 2 छ नि त, पावर 2 भएपछि यस्तो क्वाड्रेटिक इक्वेसनको चाहिँ कर्भ यस्तो यु सेपको चाहिँ आउँछ। सो त्यही नै हो यहाँ है, यो तल बनेको त्यही हो। मैले डिफ्रेन्ट भ्यालु लिएँ एमको अनि यो फर्मुलामा हालेँ, यो फर्मुला हालेँ, मैले डिफ्रेन्ट जे पाएँ होइन। मैले यम 1 हालेँ होला, मैले जे 1 पाएँ, त्यसै यम 2 हालेँ होला, जे 2 पाएँ। यसै गरी यहाँ हेर्नु है, यसै गरी यहाँनिर यम 1 हालेँ, यो पाएँ, यम 2 हालेँ, यम 1 यो यहाँ आयो होला होइन। त्यसै गरी अर्को पोइन्ट यहाँ होला। अब मैले यममा चाहिँ 0.7 हाल्दा जेको भ्यालु चाहिँ 16 के आएको थियो नि त है, त्यो चाहिँ यहाँ पऱ्यो अनि अर्को यहाँ पर्छ, अर्को यहाँ पर्छ। यसरी डिफ्रेन्ट डिफ्रेन्ट पोइन्टहरू आउँछ क्या, अघि आएको जस्तै। अब यो पोइन्टहरूलाई यहाँनिर आउँछ, यहाँनिर आउँछ, थुप्रो थुप्रो आउँछ। अब यो पोइन्टहरूलाई चाहिँ मैले पछि यसरी जोड्दा चाहिँ यस्तो यु सेपको कप बन्यो है। यो कप कसरी आयो बुझ्नुभयो। सो यो मेरो लस फङ्सनको ग्राफ हो, यस्तो बन्दो रहेछ। मैले डिफ्रेन्ट भ्यालु अफ यम लिँदा डिफ्रेन्ट भ्यालु अफ लस आयो, त्यसलाई नै प्लट गर्दा यस्तो बन्यो है। अब हजुरले यो ग्राफबाट पनि त थाहा पाउन सक्नुहुन्छ नि त मैले कुन भ्यालु लिने होला त है। मैले यदि यमको भ्यालु 1.2 लिएँ भने हेर्नु त लस एकदमै कम छ नि त। सो मेरो लागि पर्फेक्ट यम के हुन्छ त, 1.1 होइन, यो 1.1 नजिकै छ होइन। 1.1 लियो भने त्यहाँदेखि त लस एकदमै कम छ नि त। सो यो चाहिँ लिनु पऱ्यो क्या, मैले यमको भ्यालु चाहिँ यो लिनु पऱ्यो। यो मलाई कसरी थाहा भयो, लस फङ्सनबाट थाहा भयो। जब मैले लस फङ्सन र यमको बिचमा ग्राफ बनाएँ, मलाई के थाहा भयो कि मैले चाहिँ यो लिनु पऱ्यो, किनभने यो यो कर्भमा सबसे कम भ्यालु भनेको यहाँ छ नि त। मैले यदि 1.1 लिएँ भने यसरी यसको करस्पोन्डिङ भ्यालु भनेको यहाँनिर यो 2 के लस थियो भने यहाँनिर 0को नजिकै छ नि त। यो 0.1 0.10 अथवा कति होला यो होइन, 0को नजिक छ। सो यो लस लिनु पऱ्यो, सरी यो एम लिनु पऱ्यो। यो एम लिँदा एकदमै कम लस आइरहेछ है। सो यसरी चाहिँ हामीले पर्फेक्ट एम चाहिँ चुज गर्न सक्छौँ है। अब यो चाहिँ अटोमेटिक पनि हुन्छ है, जुन चाहिँ हाम्रो ग्रेडियन्ट डिसेन्ट अल्गोरिदम भन्ने यो अल्गोरिदम छ। यो एल्गोरिदमले चाहिँ अटोमेटिक त्यो क्यालकुलेट गर्न चाहिँ हेल्प गरिदिन्छ है त। अब यो कसरी हुन्छ यो यो हेरौँ है त। अब ग्रेडियन्ट डिसेन्ट अल्गोरिदम कसरी काम गर्छ त्यो कुरा चाहिँ मजाले बुझ्नुपर्ने जरुरत छ है। अब पहिला सुरु चाहिँ मैले हजुरलाई स्लोप भन्ने कुरा चाहिँ बुझाउनु पर्छ है। स्लोप भन्ने के हो, यो मेरो ग्रेडियन्ट डिसेन्ट अल्गोरिदम हो। अब यहाँनिर मेरो यमको भ्यालु यम न्यू क्यालकुलेट गर्छु, यम ओल्ड हालेर, अनि अल्फा भन्ने एउटा छ। अनि मसँग चाहिँ यो अब म्याथमेटिकल कुरा हो, यो डेरिभेटिभ्स भन्छ होइन। अब डेरिभेटिभ्स कुरा चाहिँ अब कतिजना म्याथमा चाहिँ फेमिलियर हुनुहुन्न भने मैले यो सल्भ गरेँ भने चाहिँ यो तलको भ्यालु पाउँछु क्या। अनि मैले यो भ्यालु हालिदिने मात्र हो। अब यो म्याथमेटिकल कुराहरू छ, अब यसलाई चाहिँ मैले जस्ट भ्यालु हालेर क्यालकुलेट गर्ने हो। यति धेरै अब हजुरलाई चाहिँ
अन्डरस्ट्यान्ड गर्न गाह्रो हुन्छ भने सर फर्मुला हेर्नु, त्यस्तो हाई लेभलमा हेर्दा भयो है, डिफमा गर्नु परेन। जस्ट मैले भनेको कुरा चाहिँ बुझ्नु पऱ्यो। अब मैले यो पोइन्ट यहाँ छ, मैले अघि नै 0.7 ल्याएको थिएँ नि त। अब यो 0.7बाट चाहिँ मैले यो 0.1.1 लिनु पऱ्यो। अब मलाई कसरी थाहा हुन्छ भन्दा यो फर्मुलाबाट थाहा हुन्छ। अब यो फर्मुलाले के क्यालकुलेट गर्छ भन्दाखेरि हेर्नु है, यो फर्मुलाले यो यो फर्मुलाले चाहिँ यो स्लोप दिन्छ। यो भनेको स्लोप हो है, डेरिभेटिभ्स अफ जे विथ रेस्पेक्ट टु यम भनेको स्लोप हो, स्लोप दिन्छ है। यो यम भन्ने पोइन्टमा चाहिँ कतिको स्लोप छ त्यो स्लोप दिन्छ। अब यो चाहिँ कसरी हुन्छ भने होइन, पहिला स्लोप भन्ने कुरा चाहिँ बुझौँ है। अब हेर्नु, डेरिभेटिभ्स अफ जे विथ रेस्पेक्ट टु डेरिभेटिभ्स अफ यम, यो फर्मुलामा यही छ नि त, डेरिभेटिभ्स अफ जे विथ रेस्पेक्ट टु डेरिभेटिभ अफ यम। यसले यो भनेको स्लोप एट यम ओल्ड। अब यो म बुझाउँछु है त। स्लोप भनेको के हो त, हामीले अघि नै पनि पढाएको थियौँ नि होइन। स्लोप भनेको यो मेरो लाइन छ, स्लोप भनेको के हो भनेर अघि नै हामीले पढाएको थियौँ नि होइन। स्लोप भनेको चाहिँ मेरो कुनै पनि लाइनले एक्सिससँग कतिको एङ्गल बनाएको छ, त्यो एङ्गलबाट हामीले स्लोप निकाल्न सक्छौँ होइन। यो कुरा चाहिँ स्लोप हो। एक्सिसबाट त्यो लाइन कतिको माथि छ, कतिको तल छ, कतिको टाढो छ, कतिको चाहिँ सुतेको छ, यो कुरा चाहिँ हाम्रो स्लोपले दिन्छ क्या। अब तपाईँले आफै विचार गर्नु त, मेरो यो कर्भ छ, यो कर्भमा चाहिँ कुन पोइन्टमा स्लोप 0 होला त, हेर्नु त। कुनै पनि कर्भमा स्लोप निकाल्नलाई चाहिँ हामीले ट्यान्जेन्ट ड्र गर्छौँ है। जस्तै मैले एउटा सर ट्यान्जेन्ट ड्र गरिदिएँ भने हेर्नु त, सो एङ्गल यति बनाएछ, केही न केही त भ्यालु छ नि त होइन। यो 0 डिग्री छ त छैन नि त, 0 डिग्री हुनु पऱ्यो क्या, यहाँ त केही न केही डिग्री छ। जस्तै कि मैले यो पोइन्टमा ट्यान्जेन्ट ड्र गरेँ भने त हेर्नु त डिग्री, यो एक्स एक्सिससँग कतिको एङ्गल बनाएको छ, 0 डिग्रीमा बनाएको छ नि त हो। स्लोप चाहिँ अब मेरो 0 हुन्छ क्या। स्लोप चाहिँ 0 कहाँ हुन्छ, स्लोप 0 कहाँ हुन्छ भन्दा जहाँनिर चाहिँ यस्तो मैले ट्यान्जेन्ट ड्र गर्दा, स्ट्रेट लाइन ड्र गर्दा चाहिँ एङ्गल 0 आउँछ भने त्यो पोइन्टमा चाहिँ 0 हुन्छ है। अब यो कुरा बुझ्नु पऱ्यो। ओभरअल बुझ्नु पर्दाखेरि चाहिँ हाम्रो यो लाइनमा चाहिँ लस त्यहाँनिर 0 छ जहाँनिर स्लोप पनि 0 छ है। जस्तै कि यहाँनिर स्लोप हेर्नु त, यो स्लोप एकदमै 0 छ। अब मैले जस्तै कि यो पोइन्टमा स्लोप निकाल्नु पऱ्यो भने के गर्नु पर्ला, यहाँबाट मैले ट्यान्जेन्ट भनेको एउटा लाइन हो क्या, सानो त्यो लाइन ट्यान्जेन्ट ड्र गरिदिन्छु, एउटा स्ट्रेट लाइन ड्र गरिदिन्छु त्यो पोइन्टबाट, अनि एक्स एक्सिसमा ठोक्काइदिन्छु। केही न केही त भ्यालु छ नि त, केही न केही एङ्गल बनाएको छ नि त होइन। सो यो पनि 0 छैन। जस्तै यो पोइन्टमा मैले स्लोप निकाल्नु पर्ला अरे, फेरि यहाँबाट पनि सर एउटा ट्यान्जेन्ट ड्र गरिदिन्छु होइन, केही न केही एङ्गल बनाएको छ नि त होइन, केही न केही एङ्गल बनाएको छ नि त। त्यही भएर यो पोइन्टमा पनि मेरो स्लोप 0 छैन। स्लोप कहाँ 0 हुन्छ, जब चाहिँ ट्यान्जेन्टले 0 डिग्री एङ्गल बनाउँछ एक्स एक्सिससँग है त। जस्तै यहाँ हेर्नु त, यहाँनिर पनि मैले ट्यान्जेन्ट ड्र गर्छु यसरी। अब यहाँनिर एक्स एक्सिससँग हेर्नु त, एङ्गल कति छ, 0 छ, एङ्गलै छैन नि त। यो नि एक्स एक्सिस हो, यो नि एक्स एक्सिस हो, सिधा प्यारलल छ, एङ्गल 0 छ। त्यसो भए मैले यो पोइन्टमा चाहिँ मेरो स्लोप कम हुन्छ, अनि यो पोइन्टमा पनि मेरो लस कम हुन्छ। त्यो मैले चाहिँ अब कस्तो खालको पोइन्ट निकाल्नु पऱ्यो, मैले यस्तो खालको चाहिँ स्लोप निकाल्नु पऱ्यो जहाँनिर चाहिँ त्यसको भ्यालु चाहिँ 0को नजिक होस् होइन। त्यहीँनिर चाहिँ मलाई के थाहा छ, त्यो ठाउँमा चाहिँ लस पनि कम हुन्छ भन्ने थाहा छ है। सो स्लोपको काम त्यही हो है। अब यहाँनिर नि मैले त्यही लेखेको छु, टु रिड्युस द लस। हामीले लस घटाउनको लागि चाहिँ हामीले लस चाहिँ 0तिर बनाउनको लागि चाहिँ हामीले स्लोप चाहिँ 0 चाहिँ खोज्नु पऱ्यो। स्लोप चाहिँ कस्तो खालको खोज्नु पऱ्यो, 0तिर एप्रोच गएको खोज्नु पऱ्यो। यसमा केही स्लोप होला, यसमा केही स्लोप होला। अब मैले स्लोप खोज्दै जान्छु, अनि जहाँनिर मेरो स्लोप 0 हुन्छ होइन, त्यहाँनिर मेरो लस 0 हुन्छ, त्यो मलाई थाहा छ होइन। अनि त्यही भ्यालु चाहिँ, त्यही एमको भ्यालु चाहिँ मैले चुज गर्छु, यही एमको भ्यालु चाहिँ मैले चुज गर्छु है। सो यो चाहिँ मेरो स्लोपको कुरा हो। सो स्लोप एकदमै युज हुन्छ है। सो अब ग्रेडियन्ट डिसेन्ट अल्गोरिदमले त्यही नै गर्छ है। सो ग्रेडियन्ट डिसेन्ट अल्गोरिदमले के गर्छ, मैले यो फर्मुलालाई यहाँ तल झिक्दिएँ है। अब यो फर्मुलाले तपाईँले यो खोल्नुभयो भने चाहिँ यस्तो हुन्छ, डेरिभेटिभ्स गर्नुभयो भने है। सो यो फर्मुलालाई हाम्रो डिराइभ गरेर यो निकाल्छौँ, त्यसरी बुझ्नु। अब चाहिँ म ग्रेडियन्ट डिसेन्ट अल्गोरिदमले चाहिँ मेरो एप्रोप्रिएट हाम्रो यम भ्यालुलाई चाहिँ कसरी क्यालकुलेट गर्न हेल्प गर्छ त्यो देखाउँछु है त। सो हाम्रो एप्रोप्रिएट चाहिँ के हुन्छ हाम्रो कन्डिसनमा, 1.1 हुन्छ नि त
अब यो मैले थाहा छैन है, अहिले मैले ग्राफ बनाएर मात्रै थाहा भयो नि त। अब मैले उता भोलि पर्सि मेरो कोडिङमा त ग्राफ स्राफ हुँदैन है। अब यसलाई चाहिँ अटोमेटिक यो अल्गोरिदमको थ्रुबाट चाहिँ क्यालकुलेट गरिन्छ क्या है। अब यसमा चाहिँ के छ भने यो कसरी यो अटोमेटिक घट्दै 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 यहाँनिर आएर स्टप हुन्छ है त, त्यो कुरा हेरौँ है। अब हेर्नु है त, मसँग याम ओल्ड छ। याम ओल्ड भनेको मेरो के हो, 0.7 हो है। अब 0.7 माइनस अल्फा भनेको, यसलाई लर्निङ रेट पनि भन्छ है, लर्निङ रेट पनि भन्छ। यसलाई चाहिँ अहिले मैले 0.01 दिन्छु, यो पनि म भन्छु के हो भनेर है। अब मैले यो डेरिभेटिभ अफ जे विथ रेस्पेक्ट टु यम गऱ्यो भने स्लोप दिन्छ क्या। सो स्लोप भनेको चाहिँ यो लाइनले हाम्रो एक्स एक्सिससँग कस्तो एङ्गल बनाएको छ है। ओके, अब यहाँनिर केही न केही भ्यालु आउँछ नि त, त्यसलाई चाहिँ स्लोप भन्छ। स्लोप चाहिँ मेरो के हुनुपर्छ, 0 हुनुपर्छ। स्लोप 0 भएपछि मात्र मेरो मैले के थाहा हुन्छ भन्दाखेरि, म चाहिँ अब यो पहाड हो क्या, यसलाई पहाड जस्तो लिनु भने पहाडको चाहिँ म फेदमा आइसकेको छु भने थाहा हुन्छ है। यो स्लोप पहाड जस्तै छ नि त, डाँडा होइन, यो डाँडाको चाहिँ म सबसे फेदमा आइसकेको छु भने थाहा हुन्छ स्लोप 0 भयो भने। अब यहाँ केही न केही स्लोपको भ्यालु छ भने चाहिँ म अझै आएर आइन्छ भने थाहा हुन्छ। अब लेट्स से स्लोप चाहिँ मेरो -10 आयो अरे। अब यो सबै कुरा क्यालकुलेट गर्दाखेरि चाहिँ मैले भ्यालु कति आउँछ, 0.8 आउँछ भनेपछि अब मेरो नयाँ याम के भयो, 0.8 आयो भनेपछि अब यो यहाँ थियो। अब मेरो नयाँ याम भनेको यहाँ आउँछ क्या, यहाँ मेरो नयाँ याम चाहिँ यो प्रेडिक्ट भयो। अब मेरो नयाँ लस भनेको कति भयो, 5k भयो है। हेर्नु त लस यहाँबाट यहाँ घट्यो नि त, मैले एकैचोटि यो ग्रेडियन्ट डिसेन्टमा होइन, मैले स्लोप क्यालकुलेट गरेर गर्दाखेरि नयाँ याम आयो, नयाँ याम राखेर हेर्दाखेरि यति धेरै लस घट्यो। अब फेरि मैले यही अल्गोरिदममा रिपिट गरिरहेको छु क्या। अब मेरो यो के भयो, यो नयाँ थियो। अब मैले नेक्स्ट लुप लाउँछु, फेरि मैले के गर्छु, यसलाई फेरि अब अझै नयाँ चाहियो मलाई, एमको अझै नयाँ भ्यालु चाहियो भनेपछि अब एम ओल्डमा के राख्छु, फेरि 0.8 माइनस 0.01 इन्टु अब स्लोप क्यालकुलेट गर्छु। लेस चाहिँ स्लोप चाहिँ अब यो डेरिभेटिभ्स अफ जे विथ रेस्पेक्ट टु डेरिभेटिभ्स अफ यम भनेको 0. यो भनेपछि यो यो क्यालकुलेट गर्दा डेरिभेटिभ्स अफ जे विथ रेस्पेक्ट टु डेरिभेटिभ, सो डेरिभेटिभ्स अफ जे विथ रेस्पेक्ट टु यम ओल्ड गर्दाखेरि चाहिँ लेट्स चाहिँ यसको भ्यालु चाहिँ कति आयो, यो मैले क्यालकुलेट गर्दाखेरि यसको भ्यालु चाहिँ कति आयो अरे, -20 आयो अरे है त। भनेपछि 0.8 माइनस 0.01 इन्टु -20 गऱ्यो भने कति आउँछ, 1 आउँछ मेरो भ्यालु है। अब हेर्नु त मेरो नयाँ याम भनेको यम आयो भनेपछि मेरो यो घट्दै घट्दै आइरहेछ क्या। स्लोपबाट घटाउँदैछौँ नि त हामीले, स्लोप निकालेको छौँ, स्लोपबाट घटाउँदैछौँ होइन, त्यही भएर चाहिँ घट्दै 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 अब मेरो नयाँ भ्यालु चाहिँ कति आउँछ, 1 आउँछ यहाँ। अब हेर्नु त यो 1मा त झन् मेरो लस एकदमै कम छ, 2000 छ। यस्तै गर्दै 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 मैले फेरि नयाँ याम न्यू क्यालकुलेट गर्छु। नयाँ याम न्यूमा फेरि म के गर्छु, 1 राखिदिन्छु होइन। अब 1 मेरो अनि त्यसपछि 0.01 अनि यसमा नि अब डेरिभेटिभ्स गर्छु, यसमा केही भ्यालु आउँछ समथिङ होइन। त्यस्तै गर्दा गर्दा मेरो अब यो घट्दै घट्दै 1.1मा चाहिँ पुगिदिन्छ क्या। अब यो कहिले रोकिन्छ त, यो कुरा नि बुझ्नुपर्छ। अब हेर्नु त जब तपाईँको स्लोप घटिरहेको छ नि त, स्लोप चाहिँ घट्छ, स्लोप यहाँबाट यहाँ आइसक्यो, यहाँबाट यहाँ आइसक्यो, अब यहाँबाट नि आइसक्यो। अब यो पोइन्ट चाहिँ घट्दै घट्दै आउँछ क्या, यहाँबाट यो आउँछ, यहाँ यसरी घट्दै 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 यहाँ आइसकेको छ अहिले होइन। अब यहाँबाट घट्दै 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 यहाँ आउँछ, एक पोइन्टमा यो स्लोप चाहिँ के हुन्छ, 0 हुन्छ। अब तपाईँले जति घटाउनु खोज्यो नि घट्दैन क्या। जस्तो कि अब मेरो नयाँ यामको भ्यालु चाहिँ यहाँ आइसकेको छ अरे, त्यो भनेको 1.05 अब आएको छ अरे होइन। अब मैले के गर्छु, माइनस अब त्यही लर्निङ रेट भनेको 0.01 हो होइन, 0.01 इन्टु अब मैले के गरिदिन्छु, अब यो नजिकै आइसकेको छ नि त, अब यो 0को नजिकै छ नि त स्लोप त होइन, त्यही भएर 0.0000001 आयो अरे। अब यो घटाउनु त, यो घटाउँदा पनि के आउँछ, मेरो भ्यालु चाहिँ त्यति नै हुन्छ क्या। अब त्यति धेरै फरकै हुँदैन है, 0.0
वान इन्टु 0.00000001 गर्दाखेरि कति आउँछ त एकदमै स्मल भ्यालु आउँछ क्या यो 0.0000000001 आउँछ अरे होइन। अब योसँग 1 पोइन्ट यो भने त नियरली इक्वल टु 0 नै भन्यो नि भइहाल्यो नि होइन। यति धेरै कम छ। अब 1.05मा मैले 1.05मा मैले यति घटाएँ भने मेरो के नै आउँछ 1.05 नै आउँछ। अब यो कमै हुँदैन क्या, यो किन जिरो जिरो नजिकै छ। अब यो घट्दाखेरि कमै हुँदैन भनेपछि यहाँ आएर रोकिन्छ। अब मैले यहाँ आएर रोकेपछि बल्ल थाहा हुन्छ कि अब मेरो भ्यालु चेन्ज भइरहेछ नि, यामको भ्यालु चेन्ज भइरहेको छैन बढी। अब मलाई के थाहा भयो, मेरो चाहिँ एप्रोप्रिएट याम चाहिँ मैले पाएँ। अब मेरो यो लाइन मेरो लस चाहिँ जिरोको नजिक कहिले हुन्छ, जब मैले यमको भ्यालु चाहिँ यो 1.1 चुज गर्छु त्यो बेला चाहिँ मेरो लसको भ्यालु चाहिँ जिरो हुन्छ। सो यो यम लिएर मैले प्रिडिक्सन गरेँ भने चाहिँ मेरो एकदमै करेक्ट एन्सर आउँछ है त प्रिडिक्सनको। सो यो कुरा बुझ्नु पऱ्यो है। अब यो म्याथमेटिकल कुराहरू छ। अब यो लस चाहिँ मैले कसरी निकाल्ने, यो डेरिभेटिभ्स अफ यो डेरिभेटिभ अफ जे विथ रेस्पेक्ट टु यम भनेको यो फर्मुलाबाट निस्किन्छ। तपाईँले यहाँ भ्यालु हाल्नु होइन, एक्सको भ्यालु हाल्नु, वाईको भ्यालु हाल्नु, ओल्डको भ्यालु हाल्नु, यो हाल्नु भन्छ। यसरी नै मैले -10 -20 भने यसरी निस्किन्छ क्या। सो यो कुरा चाहिँ यसरी क्यालकुलेट हुन्छ। यो बुझ्नुभयो स्लोप कसरी क्यालकुलेट हुन्छ। यो चाहिँ अब अलिकति हजुरले एक दुईचोटि भिडियो मेरो राम्रोसँग हेर्नुपर्छ है, किनभने यो ग्रेडियन्ट डिसेन्ट भनेको चाहिँ एकदमै इम्पोर्टेन्ट टपिक हो। अनि यो अलिकति सुरुमा चाहिँ गाह्रो नै हुन्छ बिगिनरलाई है। पछि चाहिँ यो कुराहरू हजुरले बुझ्नुहुन्छ यो कसरी अटोमेटिक क्यालकुलेट हुन्छ भनेर। यसलाई चाहिँ म पछि ओभरअल पनि समरी गरिदिन्छु है के गरेँ मैले भनेर। बट तपाईँले अब बुझ्नुभयो है के भयो। ऱ्यान्डम हो पोइन्ट हो क्या। जस्तो कि एकचोटि मैले सर फेरि भनिदिनु पर्दा चाहिँ के भयो भने मैले एउटा पोइन्ट लिएँ, यो मेरो पोइन्ट हो। अब मैले यो पोइन्टलाई यो फर्मुलामा हालिदिएँ, एउटा लर्निङ रेट लिन्छु, स्लोप निकाल्छु। यहाँ केही न केही स्लोप त छ नि त। यहाँ जस्तै -10 स्लोप थियो अरे होइन, यो फर्मुलामा हालेँ। अब यो फर्मुलामा हालेपछि मैले नयाँ यमको भ्यालु पाउँछु होइन। अब यो यमको भ्यालु भनेपछि यो पोइन्ट यहाँबाट सट्टै यहाँसम्म घट्यो, मैले यो यहाँनिरको यमको भ्यालु पाएँ होइन। फेरि मैले यही फर्मुलामा हाल्छु, यहाँ नि केही न केही स्लोप छ घट्छ, फेरि यहाँको यहाँको आयो, फेरि यहाँ नि केही न केही स्लोप छ घट्छ। यहाँ अब यहाँनिर आइसकेपछि स्लोप घट्दैन, स्लोप एकदम जिरोको नजिक हुन्छ, स्लोप घट्दैन भनेपछि त्यो याम त्यत्तिकै रहिरहन्छ क्या। मेरो यो न्यू याम चाहिँ ओल्ड यामको बराबर नै हुन्छ भनेपछि अब त्यति बेला चाहिँ मलाई के थाहा हुन्छ भने अब चाहिँ मेरो एप्रोप्रिएट याम आयो भन्ने कुरा थाहा हुन्छ। सो यो चाहिँ हाम्रो ग्रेडियन्ट डिसेन्टको कुरा भयो है। अब मैले एउटा बुझाउनु पर्ने कुरा भनेको लर्निङ रेट हो है। सो लर्निङ रेट भनेको के हो त्यो कुरा बुझौँ है। ओके, सो यो फर्मुलामा मैले हजुरलाई यो फर्मुलामा एउटा अल्फा भन्छ क्या यसलाई होइन। यो अल्फा भनेको के हो त, यो चाहिँ स्टेप हो क्या, कसरी जम्प गर्ने। यो तपाईँले जति धेरै लिनुहुन्छ त्यति जम्प गर्छ क्या चाँडो, यहाँबाट स्वाट्टै यहाँ जम्प गर्छ। यदि मैले कम भ्यालु लियो भने यसले बिस्तारै यहाँ जम्प गर्दै जम्प गर्दै जम्प गर्दै जम्प गर्दै आउँछ। ठुलो भ्यालु लियो भने एकैचोटि यहाँ जम्प गर्छ, अर्कोचोटि यहाँ जम्प गर्न सक्छ, अर्कोचोटि यहाँ जम्प गर्न सक्छ, फेरि लस बढ्न सक्छ होइन यसरी। सो अल्फाको भ्यालु चाहिँ मैले एकदमै गुड भ्यालु चुज गर्नुपर्छ क्या। अब अघि नैकै इक्वेसनमै म हजुरलाई देखाउँछु है त। यदि मैले 0.01को सट्टा अरू केही राख्दा भए के हुन्थ्यो त है। म त्यो कुरा हजुरलाई एकचोटि डेमोन्स्ट्रेसन गर्छु त। सुरुमा हामीले के चुज गरेका थियौँ रे, सुरुमा मेरो भ्यालु कति थियो, यो थियो नि होइन 0.7 थियो नि त एमको भ्यालु। एमको भ्यालु 0.7 थियो। यसमै हेरौँ है त। अब मेरो 0.7 थियो। अब मैले अहिले यहाँ 0.01 नराखेर मैले मैले यहाँनिर सिधै 1 राख्थेँ अरे। ल अब लस कति आएको थियो मेरो, लस आएको थियो माइनस सरी स्लोप कति आएको थियो, स्लोप मेरो -10 आएको थियो। अब यहाँनिर हेर्नुभयो भने है मैले यत्रो ठुलो 1 भ्यालु ल्याएको छ नि, तपाईँले एकदमै धेरै ठुलो जम्प हान्छ क्या। 1.7 माइनस अब हेरौँ है त, -1 इन्टु -10 गर्दा कति भयो त, 10 आयो, +10 आयो। अब हेर्नु त 0.7 + 10 गर्दा कति आयो, 10.7। अब कत्रो ठुलो जम्प गर्यो क्या यसले अब यहाँ।
अब 10 त यो ग्राफमै छैन होइन, अब यो कहाँ पुग्छ पुग्छ, यता पुग्छ क्या यो 10। ल यहाँनिर चाहिँ 10 थियो अरे सपोज, यहाँनिर 10 थियो। अब यो पनि ठुल्ठुलो हुँदै ठुलो हुन्छ नि त्यो त। अब हेर्नु त यहाँनिर चाहिँ पुग्छ क्या, यहाँ पुग्यो। अब लस हेर्नु त झन् कत्रो बढ्यो होला। यता लेफ्ट साइडमा हेर्नु पर्दा अब लेफ्ट साइडमा यहाँ आयो होइन। अब यो पनि लस पनि यसरी नै बढ्दै 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 यहाँ पुग्छ नि त है यसरी। अब यहाँको भ्यालु यहाँ आएर ठोक्यो नि त होइन 10 को कबमा। अब लेफ्ट साइडमा हेर्दाखेरि त 26 के थियो, अब यहाँनिर आउँदा नि यहाँ 1 लाख हुने भयो क्या लसै। अब यत्रो ठुलो लस भइदिन्छ क्या, यत्रो ठुलो जम्प गरेको यहाँबाट। अघि नै यसरी बिस्तारै बिस्तारै जम्प गर्थेन, अब यहाँबाट एकैचोटि यहाँसम्म जम्प गर्थेँ क्या, एकैचोटि यहाँ जम्प गर्थेँ। मैले 1 राख्दिनँ हालेँ है। हेर्नु त यसरी चाहिँ अल्फा भनेको चाहिँ जम्प हो, कसरी जम्प गर्ने। धेरै जम्प गऱ्यो भने लस बढ्छ, कम जम्प गऱ्यो भने नि धेरै कम भ्यालु राख्यो भने नि बिस्तारै 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 जान्छ क्या। धेरै कम पनि राख्नु भएन, धेरै बढी राखिदियो भने नि हेर्नु त यहाँ थियो झनै लस बढाइदियो नि त, यता पुग्थ्यो है। यो कुरा चाहिँ विचार गर्नुपर्छ। अल्फा भनेको चाहिँ त्यो जम्प हो, कतिको जम्प लिने भन्ने कुरा हो। अब मैले यसलाई अर्को एप्रोप्रिएट भ्यालु लिएर चाहिँ राख्छु त 1 को होइन, अब अलिकति 1 भन्दा अलिक सानो होइन त्यो राखौँ त। सपोज मैले 0.1 नै लिएँ अरे ल, 0.1 लिँदा कति हुन्थ्यो त है। -0.1 इन्टु -10 गर्दा कति हुन्थ्यो, 1 आउँथ्यो भनेपछि +1 आउँथ्यो। 0.7 प्लस 1 आउँथ्यो। यो भनेको कति हो, 1.7 हो, 1.7 हो है। भनेपछि मैले 0.1 लिँदा पनि हेर्नु त कहाँ जम्प गर्दो रहेछ। अहिले म यो डटहरूलाई हटाइदिन्छु होइन। यो 0.7 मेरो पहिलाको थियो, पहिलाको यम थियो होइन। अब मैले अल्फाको ठाउँमा 0.1 चुज गरेँ। अब मैले सबै क्यालकुलेट गर्दा चाहिँ मेरो चाहिँ 1.7 आयो है। अब जम्प हेर्नु त कसरी जम्प गर्दैछ। अब 1.7 भनेको यहाँ हुन्छ है, यो 1.7 भयो। यो 1.7 को सिधा माथि भनेको कहाँनिर ठोकिन्छ, यहाँ 1.7 भनेको। हेर्नु यहाँनिर गएर जम्प गर्थ्यो क्या, एकैचोटि स्वाट्टै यहाँ जम्प गर्थ्यो क्या है। अघि नै यसरी सानो सानो जम्प गरेर थियो, अब एकैचोटि यहाँ जम्प गर्दा, अब एकैचोटि जम्प गर्दा त हेर्नु त लस त झन् अघिनको भन्दा नि बढी बढ्यो नि त। त्यही भएर अल्फाको भ्यालु चाहिँ हामीले एप्रोप्रिएट चुज गर्नुपर्छ। अल्फाको भ्यालु धेरै बढी राख्नु पनि हुँदैन, धेरै कम राख्नु पनि हुँदैन। धेरै बढी राख्यो भने ठुल्ठुलो जम्प लिन्छ, यसरी जम्प लिँदै जम्प लिँदै जम्प लिँदै जम्प लिँदै जान्छ, झन् ठुल्ठुलो जम्प लिइदिन्छ होइन। यो कुरा बुझ्नु पऱ्यो है। सानो धेरै सानो राख्यो भने स्मल स्मल स्टेप लिँदै जान्छ क्या। मैले एकदमै गरेँ 0.00001 राख्थेँ भने के हुन्छ, सानो सानो जम्प लिन्छ, यसरी 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 यो जम्प लिँदा लिँदै कहिले हुन्छ कहिले हुन्छ, यो यहाँसम्म आउँदा एकदम टाइम लाग्छ है। अल्फाको भ्यालु भनेको हाम्रो जम्प हो। यो चाहिँ हामीले आफैले राख्ने हो है। यो चाहिँ हामीले यसलाई चाहिँ हाइपर प्यारामिटर भन्छ। हाइपर प्यारामिटर भनेको आफैले चाहिँ डिसाइड गर्ने हो के राख्ने भनेर, अरू चाहिँ आफै ट्रेन हुन्छ। जस्तै यमको भ्यालु चाहिँ आफै ट्रेन भइरहेछ होइन, यमको भ्यालु त आफै ट्रेन भइरहेछ नि त। यम वर्ल्ड आइरहेछ, अल्फा हामीले एउटा हालिदिन्छौँ, यो अटोमेटिक लस डेरिभेटिभ्स क्यालकुलेट हुन्छ। यो पोइन्टमा एउटा डेरिभेटिभ्स होला, यो पोइन्टमा एउटा स्लोप होला, यो पोइन्टमा अर्को स्लोप होला, यो पोइन्टमा अर्को स्लोप होला, अर्को स्लोप होला, घटेर आइरहेको छ। स्लोप क्यालकुलेट हुन्छ घट्छ, स्लोप क्यालकुलेट हुन्छ, यो एम वर्ल्ड घट्दै एम न्यू आउँछ, फेरि यहाँ जान्छ होइन, क्यालकुलेट हुँदै 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 जान्छ। एक पोइन्टमा चाहिँ स्लोप अब नियर टु 0 हुन्छ, अनि त्यसपछि यो यम न्यू चाहिँ अपडेट हुँदैन। सो एमयु अपडेट हुँदैन। अनि त्यो अपडेट नभइसकेपछि किन अपडेट हुँदैन, किनभने स्लोपै 0 छ नि त। स्लोप स्लोप 0को नजिक छ, स्लोप 0 छ, त्यही भएर अपडेट हुँदैन। अब स्लोप 0 भएपछि के हुन्छ, त्यो स्लोप 0 भएको ठाउँमा त लस पनि एकदमै कम हुन्छ, हामीलाई थाहा छ। किनभने यहाँ स्लोप हेर्नु त यहाँ स्लोप 0 छ, लस पनि कम छ। भनेपछि स्लोप 0 छ भन्नुको अर्थ यहाँनिर चाहिँ लस पनि कम छ, लस पनि 0 छ, 0को नजिक छ। भनेपछि मैले चाहिँ अब जुन एम चाहिँ मेरो आएको थियो त्यो एम चाहिँ बेस्ट हो, किनभने त्यहाँनिर स्लोप 0 छ भनेपछि त्यहाँनिर लस पनि 0 छ होइन, लस कम छ। मैले अघि नै हजुरलाई बुझाएको, लस जहाँनिर कम हुन्छ मैले त्यहीँनिरको लाइन चाहिने हो नि त होइन। 16,000 चाहिँ लस आएको थियो, अब जहाँनिर चाहिँ लसको भ्यालु 0 नजिकै हुन्छ त्यही लाइन चाहियो भन्थ्यो नि त। अब मेरो नयाँ एम भनेको कति भयो त मेरो केसमा, यहाँनिर
1.1 भयो। अब मैले 1.1 राखेर एउटा लाइन ड्र गरेँ भने चाहिँ त्यो चाहिँ स्ट्रेट यसको सबै लाइनको नजिकैबाट यसरी नजिकैबाट जाँदो रहेछ क्या है। अब नजिक त अहिले पनि नजिक नजिकै छ, बट अझै नजिकै जाँदो रहेछ है। सो ओभरअल हाम्रो चाहिँ यही नै हो लिनियर रिग्रेसन। सो बुझ्नु पऱ्यो भन्दा यो यम यो भने यम भनेको प्यारामिटर हो, यो एम भनेको प्यारामिटर हो है। यो यम चाहिँ हामीले कसरी क्यालकुलेट गर्दो रहेछौँ भन्दाखेरि एम चाहिँ हाम्रो अल्गोरिदमले यो ग्रेडियन्ट डिसेन्ट अल्गोरिदमले अटोमेटिक क्यालकुलेट गरिदिँदो रहेछ। कसरी क्यालकुलेट गरिदिन्छ भने स्लोप क्यालकुलेट गर्छ। स्लोप चाहिँ 0 नहुन्जेलसम्म एमलाई घटाइराख्छ। स्लोप 0 नहुन्जेलसम्म एमलाई घटाइराख्छ। जब स्लोप 0 हुन्छ त्यो बेला हामीलाई के थाहा हुन्छ, स्लोप 0 भएपछि स्लोप यो ठाउँमा अगर 0 हुन्छ नि त भनेपछि यहाँनिर लस पनि कम छ भन्ने हामीलाई थाहा छ होइन। भनेपछि अब स्लोप 0 हुन्जेलसम्म घटाइराख्छ एमलाई, अनि त्यही एम चाहिँ हाम्रो लागि बेस्ट एम हो जसमा चाहिँ लस एकदमै कम हुन्छ, जसको थ्रुबाट चाहिँ हाम्रो यो पोइन्टहरू चाहिँ लाइनको नजिकबाट जान्छ, त्यही भएर लस कम भयो नि त है। लाइनको नजिक पोइन्टबाट चाहिँ यसरी जान्छ, पोइन्ट पोइन्ट बनेर चाहिँ लाइन भएछ यहाँ है। सो यो कुरा बुझ्नु पर्यो। सो लिनियर रिग्रेसन काम यही नै हो, हामीले बेस्ट फिट लाइन बनाउँछौँ। अब हामीले कसरी क्यालकुलेट हुन्छ भन्दा ग्रेडियन्ट डिसेन्टबाट यम अटोमेटिक डिसाइड हुन्छ है। एमको न्यू भ्यालु अटोमेटिक डिसाइड हुन्छ। कसरी डिसाइड हुन्छ, हामीले लस्ट फङ्सन र को ग्राफ बनाउँछौँ। लस्ट फङ्सनको ग्राफमा चाहिँ हामीले चाहिँ यो ग्रेडियन्ट डिसेन्ट एप्लाई गर्छौँ। त्यसपछि हामीले चाहिँ हाम्रो स्लोप क्यालकुलेट गर्छौँ। स्लोपको आधारमा घटाइराख्छौँ। जब हाम्रो स्लोप 0 हुन्छ हामीलाई के थाहा हुन्छ, लस पनि त्यहाँ एकदमै कम छ, अनि हामीले त्यही एमलाई चाहिँ चुज गर्छौँ बेस्ट एम भनेर। अनि अल्फा भनेको हो लर्निङ रेट, यो चाहिँ जम्प हो, जति धेरै लिए त्यति ठुल्ठुलो जम्प गर्छ। सो यसलाई चाहिँ मैले कन्ट्रोल गर्दै लानु पऱ्यो, कन्ट्रोल प्यारामिटर हो है। सो लिनियर रिग्रेसन भनेको ओभरअल यही नै हो।